हुन्छ स्टार्ट गरौँ अब चाहिँ। रत्न दिजु स्टार्ट गरौँ। भिडियो अन गर्नुहोस् न। सुरु गरौँ है। नमस्ते, म अधिवक्ता रत्ना कार्की र जोन्टा क्लब अफ काठमाडौँको एडभोकेसी कमिटी चेयर र आजको यस कार्यक्रमको सञ्चालिका। लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान अन्तर्गत हुन गइरहेको यस कार्यक्रममा उपस्थित यस संस्थाका राष्ट्र प्रेसिडेन्ट आभा शाहज्यू, साइबर ब्युरोबाट उपस्थित हुनुभएका प्रहरी नायब उपरीक्षक श्री गजेन्द्र आचार्यज्यू, अधिवक्ता सल्लु तिवारीज्यू, उपस्थित हुनुभएका सम्पूर्ण जोनसन्सहरू, लोकपकारबाट जोडिनु भएका श्री अनिशा प्रजापतिज्यू र लोकपकारको समन्वयबाट जोडिनु भएका जस बोगटीज्यू र यस वेबिनार मार्फत जोड्नु भएका कालीकोटका विद्यालयबाट जम्मा हुनुभएका सम्पूर्ण शिक्षक तथा भाइ बहिनीहरूलाई जोन्टा क्लब अफ काठमाडौँको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। नोभेम्बर 15 देखि डिसेम्बर 10 सम्म अन्तर्राष्ट्रिय रूपमा मनाउँदै आएको लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानमा जोन्टा क्लब अफ काठमाडौँले हरेक वर्ष विभिन्न किसिमका कार्यक्रमहरू गर्दै आएको यहाँलाई जानकारी गराउन चाहन्छु। यसै कार्यलाई निरन्तरता दिँदै यस वर्ष पनि प्रविधिको सही प्रयोग गरौँ र लैङ्गिक हिंसाको अन्त्य गरौँ भन्ने नारालाई आत्मसात गरी प्रविधिको सदुपयोग गर्दै आज हामी यस कार्यक्रमको सञ्चालन गर्न गइरहेका छौँ भने यही प्रविधिको दुरुपयोग भएको खण्डमा के कस्तो परिस्थिति सिर्जना हुन्छ र उक्त परिस्थिति आइलामा के गर्न सकिन्छ, साइबर अपराध भनेको के हो, नेपालमा देखेका साइबर अपराध कस्ता कस्ता छन्, नेपालमा साइबर अपराध सम्बन्धी के कस्तो कानुनी व्यवस्था छ, साइबर अपराध भइसकेपछि कहाँ उजुरी गर्नुपर्छ, साइबर अपराधको मुद्दा कसरी चलाउनुपर्छ, साइबर अपराधबाट बच्नको लागि के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने यिनै फेरिमा रहेर हामी कुरा गर्नेछौँ। अब यस कार्यक्रमलाई अगाडि बढाउँदै यस कार्यक्रमका कमिटी चेयर श्री जोन्सन श्रीयुक्त पाण्डेलाई आजको कार्यक्रमको उद्देश्यबारे जानकारी दिन हुन हार्दिक अनुरोध गर्दछु। नमस्ते। आज रहेका सबै विद्यार्थी, शिक्षक, नेपाल प्रहरी साइबर ब्युरोका प्रतिनिधिज्यू, महिला अभिवक्ताज्यू र सबै साझेदारीहरूलाई हार्दिक स्वागत छ। जोन्टा क्लब अफ काठमाडौँको महिला विरुद्ध हिंसा भाव समिति अध्यक्षको रूपमा 16 दिने अभियानको अवसरमा तपाईको बीच बोल्न पाउँदा म अत्यन्त खुसी छु। यस 16 दिन विश्वभर हिंसा विरुद्ध उठाउने शक्तिशाली आवाज हुन् र हामी सबैले सुरक्षित र सम्मानजनक समाज बनाउन योगदान दिन सक्छौं। आजको कार्यक्रम विशेष छ किनकि हामी कालीकोटका 10 विद्यालयका कक्षा 8, 9 र 10 का विद्यार्थीहरूसँग डिजिटल हिंसा बारे कुरा गरिरहेका छौं। तपाईहरूको पुस्ता डिजिटल संसारमा धेरै सक्रिय छ। सिक्ने, खेल्ने, बोल्ने, सृजना गर्ने सबै काम अनलाइनबाटै हुन्छ। तर यसै संसारमा अनलाइन धम्की, बदनाम गर्ने प्रयास, साइबर बुलिङ, अनावश्यक मेसेज वा फोटो दुरुपयोग जस्ता समस्याहरू पनि देखिन्छन्। याद राख्नुहोस्, डिजिटल हिंसा पनि वास्तविक हिंसा जस्तै हो र यसले मानसिक स्वास्थ्य र आत्मविश्वासमा गहिरो असर पार्न सक्छ। आज हामीसँग नेपाल प्रहरी साइबर ब्युरोका डेपुटी एसपी गजेन्द्र आचार्यज्यू र कानुनी अभिवक्ता सल्लु तिवारीज्यू हुनुहुन्छ। उहाँहरूले तपाईलाई सुरक्षित रहने तरिका, कानुनी अधिकार र कसरी उजुरी गर्ने भनेर सिकाउनु हुनेछ। यो जानकारी तपाईका लागि मात्र होइन, तपाईका साथी, परिवार र समुदायका लागि पनि महत्त्वपूर्ण छ। प्रिय विद्यार्थी भाइ बहिनीहरू, अनलाइनमा सुरक्षित रहनु तपाईको अधिकार हो। असुरक्षित महसुस हुँदा बोल्नुस्, सहयोग माग्नुस्, रिपोर्ट गर्न साहस गर्नुहोस्, यो तपाईको हक हो। आज ध्यानपूर्वक सुन्नुहोस्, निर्भीक भएर प्रश्न सोध्नुहोस् र सिकेको कुरा अरूसम्म पुर्याउनुहोस्। अब तपाईँ सचेत बन्नुहुनेछ र तपाईँ नै परिवर्तनका कर्ता बन्नुहुनेछ। धन्यवाद र कार्यक्रम सफल रहोस्। थ्याङ्क यू।
धन्यवाद जोन्सन श्रीकृष्ण पाण्डेज्यू। यहाँलाई लागिरहेको होला हामीले यहाँ जोन्टा क्लब अफ काठमाडौँ भनिरहेका छौँ, तर यो के हो त यो संस्था भनेर यसको बारेमा सानो परिचय दिनको लागि यस संस्थाका पास्ट प्रेसिडेन्ट आभा शाहज्यूलाई चाहिँ नि जोन्टाको सानो परिचय दिनु हुनलाई हार्दिक अनुरोध गर्दछु। नमस्कार सबैजनालाई मैले एड्रेस गर्दिन होला किनभने टाइम हामी ढिलो पनि स्टार्ट गरेको छौँ, त्यसैले सबभन्दा पहिला त मेरो प्यारा विद्यार्थी भाइ बहिनीहरू, तपाईहरुले चाहिँ आज एकदमै ध्यान दिएर सुनिदिनुस् किनभने यो प्रोग्राम तपाईहरुकै लागि आमन्त्रण गरेर प्रिपेयर गरेर राखेको प्रोग्राम हो। तपाईहरु सुनिदिएर अगाडि बढाइदिनुस्। यसको लागि जस्तै अहिले हाम्रो जोन्सन शिवताले भने जस्तै तपाई निडर भएर यो प्रोग्राम सुनिसकेपछि आफूलाई केही पर्यो भने र आफ्नो समाजमा केही पर्यो भने नडराएर अगाडि कहाँ भन्नुपर्छ, कहाँ पहुँच्छ, कसलाई भन्नुपर्छ त्यो भनिदिनुस्। र अब मलाई जोन्टाकै बारेमा केही भनिदिनु भनेर मलाई भनिएको भएर मैले चाहिँ नि जोन्टा भनेको के होला त, जोन्टाले किन गर्यो होला त यो प्रोग्राम भनेर यहाँहरूलाई सबैजनालाई लागिरहेछ भने जोन्टा भनेको चाहिँ एउटा महिलाको संस्था हो। यो इन्टरनेसनल क्लब जस्तो संस्था हो। यो चाहिँ आजभन्दा 106 वर्ष अगाडि बफलो भनेर अमेरिकाको एउटा स्टेटमा एउटा शहरमा स्थापना भएको संस्था हो र महिलाकै हितको लागि केही काम गरौँ भनेर खोलेको संस्था हो। नेपालमा चाहिँ नि जोन्टा क्लब अफ काठमाडौँ चाहिँ नि आजभन्दा 13 वर्ष पहिला स्थापना भएको। यसमा को महिलाहरू आबद्ध भएर काम गर्न मिल्छ त भन्दाखेरि यसमा चाहिँ नि कुनै पनि प्रोफेसनमा लागेको महिलाहरू, विभिन्न प्रोफेसनमा लागेको, के काम गरिरहेको, बिजनेस गरिरहेको, सरकारी काम गरिरहेको भए पनि हुन्छ, कुनैले सोशल वर्क गरिरहेको होला, त्यस्तो महिलाहरू हाम्रो क्लबमा आबद्ध भएर मेम्बरसिप लिन्छ। त्यो महिलाहरूले के काम गर्छ त अगाडि गएर भन्दाखेरि हाम्रो मेम्बर्सहरूले चाहिँ नि महिला हिंसाको विरुद्ध आवाज उठाउने, गर्ल चाइल्डको विरुद्ध भन्दाखेरि सानै उमेरमा बिहे गर्ने बालिकाहरूको लागि त्यो गर्नुहुन्न, के कारणले हुन्न भनेर त्यो समाजमा त्यसको एडभोकेट गर्ने, स्पेसली भन्दाखेरि महिला सशक्तिकरणको लागि पनि यसले आवाज उठाउँछ। यो सबै गरेर हामी सबैजना हातेमालो गरेर गयौँ भने बच्चाहरू पढ्ने बेलामा केटीलाई कम पढाउने, केटालाई चाहिँ कलेज स्कुल पछि कलेज पनि पढाउने, केटीलाई चाहिँ स्कुलसम्म मात्र पढाउने हाम्रो समाज छ भने त्यो समाजमा त्यो आमूल परिवर्तन हुनु पर्यो भनेर त्यसको लागि पनि हामी एडभोकेट गर्ने। पढिसकेपछि बिहा गरिहाल्नु पर्यो भनेर भन्यो भने उमेरको हद हाम्रो देशले तोकेको हद भन्दा कम उमेरमा आफ्नो बुवा आमालाई बिहा गरिदिन लायो भने पनि बच्चाले आफैले आवाज पनि उठाउन सक्ने, बुवा आमालाई पनि त्यो गर्न हुन्न, त्यो गर्यो भने के हुन्छ भन्ने सबै एडभोकेट गरेर शिक्षा दिएर उनीहरूलाई अवेरनेस क्रिएट गर्ने काम पनि हामीले गर्छौँ। अब भयो महिला भइसक्यो, उसले काम गरी बिहा गरिसक्यो, घर जम गरिसक्यो भने आफू फाइनेन्सियली आफू महिला कसरी सशक्त हुने, कसैको लागिमा निर्भर भएर आफैले काम केही सिप जानेर केही गरेर काम गरेर पैसाको लागि फाइनेन्सियली एम्पावर्ड हुनु पर्यो। त्यसको लागि त्यो भयो भने पनि उसमा हक बढी आउँछ। सो आफ्नो पैसाले गरेर आफूले कमाएकोले आफैमा खर्च गर्यो, आफ्नो घरमा केही सहायता गर्यो भने त्यो महिलाको त्यहाँनिर पढे गुनेको महिला छ भने एउटा फ्यामिलीमा उसको रिस्पेक्ट नै धेरै हुन्छ, उसलाई सबैले कदर गर्छन्। तर पढेन, घरमा काम गरेन भने चाहिँ घरको मात्रै काम तपाईँले गर्न सक्नुभयो र केही काम सिप आफ्नो छैन भने तपाईँ हेपिनुहुन्छ भनेर त्यसको लागि पनि हामीले आवाज उठाउँछौँ। यी सबै कुरालाई समष्टमा राखेर भन्दाखेरि तपाईलाई भन्दाखेरि महिलाको हक हितको लागि जोन्टा क्लब अफ काठमाडौँले काम गरेर आइरहेको छ। त्यसै सिलसिलामा यो डिजिटल भायोलेन्स भइराखेको छ। अरू किसिमको भायोलेन्सलाई हामीले एड्रेस गर्यौँ, तर यो डिजिटल भायोलेन्सलाई चाहिँ हामीले एड्रेस गरेनौँ भने हाम्रो यङ्ग पुस्ताको लागि चाहिँ नि यो चाहिँ धेरै गाह्रो हुन्छ होला भनेर हामीले समाजमा त्यो देखिरहेको भएर यो वर्षको थिमलाई नै त्यसलाई राखेर तपाईँहरूको सामु हामी आइरहेका छौँ। यसबाट पुरा भरपुर फाइदा लिएर यसलाई तपाईँले आफ्नो मनमा मात्रै नराखेर आफ्नो घरमा गएर आफ्नो पेरेन्ट्सलाई भनेर आफ्नो साथीभाइ जसले अटेन्ड गरेको छैन त्यो साथीभाइलाई भनिदिनुहोस्, तपाईँको समाजमा छर छिमेकमा यो जानेर यो कुरा सेयर गरिदिनुहोस्। यही नै हाम्रो तपाईँको लागि रिक्वेस्ट छ। धन्यवाद। नमस्ते।
धन्यवाद इमिडिएट पास्ट प्रेसिडेन्ट आवास आर्य र यहाँले जुन हामीलाई जानकारी दिनुभयो र यसको लागि चाहिँ नि धन्यवाद दिन चाहन्छु र कार्यक्रमलाई अगाडि बढाउँदै जोन्टा क्लब अफ काठमाडौँ र नेपाल पुलिस सदैव चाहिँ नि सहकार्य गर्दै आइरहेको र यस वर्ष पनि नेपाल साइबर ब्युरोसँग चाहिँ नि सहकार्य गर्दै साइबर ब्युरोबाट प्रहरी उपरीक्षक गजेन्द्र आचार्यज्यूले आज चाहिँ नि साइबर ब्युरो सम्बन्धी चाहिँ नि सम्पूर्ण जानकारी दिन भइरहेको छ। सबैजनाले ध्यान दिएर सुन्नुहोला र अन्तमा चाहिँ नि यहाँलाई कुनै पनि कुरामा जिज्ञासा लाग्यो भने चाहिँ नि अन्तमा चाहिँ नि प्रश्न गर्न सक्नुहुन्छ। सबैजनाले यो कार्यक्रम चाहिँ ध्यानपूर्वक सुनिदिनु हुन अनुरोध गर्दछु र यस कार्यक्रमलाई अगाडि बढाउन प्रहरी नायब परीक्षक श्री गजेन्द्र आचार्यज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद म्याडम। म अडिबल छु, मलाई सुन्न सक्नुहुन्छ? ओके, थ्याङ्क यू। मेरो प्रस्तुतिभन्दा अगाडि जोन्टा क्लब अफ काठमाडौँको प्रमुखज्यू तथा प्रतिनिधिज्यूहरू, उपस्थित अन्य प्रबुद्ध व्यक्तित्वज्यूहरू, विद्यालयका शिक्षक सरहरू तथा प्रतिनिधि सर म्यामहरू र आजको कार्यक्रमका मुख्य आकर्षण भनेको हाम्रो प्यारा विद्यार्थी भाइ बहिनीहरू। मेरो प्रस्तुतिको विषयवस्तु भनेको वेबिनार फर युनाइट टु इन डिजिटल भायोलेन्स एगेन्स्ट अल वुमेन एन्ड गर्ल्स भनिन्छ। यसमा मेरो स्लाइड स्क्रिनमा देख्न सकिन्छ म्याम? किनभने मेरोमा हजुरहरूको भिडियो आएको हुनाले मैले सकिन्छ हजुर। हस् हस्, थ्याङ्क यू म्याम। तर तपाईँको त्यो प्रेजेन्ट गरेर हजुर, थ्याङ्क यू। नेक्स्ट भएको छ? ओके, थ्याङ्क यू। यस वेबिनारमा हामीले सामाजिक सञ्जालको प्रयोग गर्ने सन्दर्भमा के समस्या हुनसक्छ, के चुनौतीहरू र के अपर्च्युनिटीहरू हुनसक्छ त्यस विषयमा चाहिँ हामीले मैले साइबर ब्युरोको अनुभव तथा हामीले यहाँ कार्य सम्पादन गर्दाखेरिका केही विषयवस्तुहरू चाहिँ मैले पस्किने अनुमति चाहन्छु। अब म ढिला नगरिकन कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु। मेरो प्रस्तुतिको विषयवस्तुहरू यस प्रकार रहेको छ। सुरुमा हामी साइबर अपराधको परिचयबाट सुरु गर्छौँ, त्यस पछाडि यसका प्रकारहरू के छन् भन्ने विषयमा छलफल गर्छौँ र हालको प्रवृत्ति के छ, साइबरका अपराधका घटनाहरू अहिले चाहिँ के छ, नेपालमा कस्तो घटिरहेछ भन्ने कुराहरू हेर्छौँ। त्यस पछाडि साइबर अपराध सम्बन्धी कानुनी व्यवस्था के छ त त्यो विषयमा हामी छलफल गर्छौँ र साइबर अपराधबाट चाहिँ अनलाइनबाट हुने गरेका घटनाहरूबाट चाहिँ हामी सुरक्षित कसरी रहन सक्छौँ भन्ने लगायतका विषयहरूमा चाहिँ हामी छलफल गर्नेछौँ। यो लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान जुन छ, यसमा चाहिँ नेपाल प्रहरी अथवा साइबर ब्युरोले, हाम्रो नेपाल प्रहरी नेपाल सरकारको एउटा निकाय हो, अपराध अनुसन्धान गर्ने, शान्ति सुरक्षा कायम गर्ने निकाय भइसकेको हुनाले हामीले लैङ्गिक हिंसा, घरेलु हिंसा लगायतका विषयहरूमा पनि नेपाल प्रहरीले चाहिँ यस्तो अपराधहरूका बारेमा चाहिँ नेपाल प्रहरीले पनि बेला बेलामा चाहिँ समाजमा जोडिएर चाहिँ यस्तै किसिमका कार्यक्रमहरू गरिरहेको हुन्छ। धेरैजसो हामीले सामाजिक सञ्जालबाट पनि यो विषयहरूको बारेमा चाहिँ सन्दर्भहरू, कन्टेक्स्टहरू, मेटेरियल्सहरू चाहिँ राख्ने गरेका छौँ। र यहाँहरूले चाहिँ फेसबुकमा हामीलाई नेपाल पुलिस भनेर, इङ्ग्लिसमा नेपाल पुलिस भनेर लेखेका छौँ, त्यसमा ब्लू टिक पनि लगाएको छ। र अर्को चाहिँ हाम्रो साइबर ब्युरो भनेर चाहिँ हाम्रो यो साइबर ब्युरोको कार्यालयको चाहिँ फेसबुक पेज देख्न सक्नुहुन्छ। सर्च गरेर हेर्नुभयो भने हामीलाई फेला पार्न सक्नुहुन्छ। अहिले मैले यति राख्दै मैले सानो घटनाक्रमबाट मेरो प्रस्तुति सुरु गर्न चाहेँ। यो कुनै एउटा घटनाक्रम थियो। हजुरहरू जस्तै सानो विद्यार्थी भाइ बहिनीहरूले घरमा बुवा मम्मीले मोबाइलहरू, सेलफोनहरू दिनुभएको रहेछ र फेसबुकमा कुरा गर्दै जाँदा, मोबाइलमा गेम खेल्दै जाँदा चाहिँ नचिनेको विदेशी केटाहरूसँग, त्यस्तै गरी चाहिँ अरू साथीभाइ बनाउँदै जाने क्रममा चाहिँ विदेशी साथीहरूसँग यो अनलाइनमा गेम खेल्दाखेरि नेपालको मात्रै साथी भेटिन्छ, आफ्नै जिल्लाको मात्रै साथी भेटिन्छ भन्ने त हुँदैन। यसमा थुप्रै साथीहरू, देशी विदेशी साथीहरू भेटिन्छ। त्यसले गर्दाखेरि चिनजान हुँदै जाने क्रममा फेसबुकमा साथी भएर जोडिनु भयो। जोडिसकेपछि आफ्नो युजर नेम पासवर्ड त्यो साथीलाई दिनुभएछ, जानेर नजानेर दिइसकेपछि साथीले चाहिँ उहाँको फेसबुकमा छिरेर, उहाँकै युजर नेम पासवर्ड प्रयोग गरेर चाहिँ उहाँको फेसबुकमा छिरेर त्यस्तै नराम्रो कुराहरू राखिदिएछ र चाहिँ उहाँको चरित्र हत्या गर्ने चाहिँ काम गरेछ। त्यसले गर्दाखेरि यसबाट चाहिँ हामीले के चाहिँ बुझ्न सकिन्छ भने हाम्रो सामाजिक सञ्जाल भनेको चाहिँ हाम्रो चरित्रसँग जोडिएको हुन्छ। सामाजिक सञ्जालको हाम्रो युजर नेम पासवर्डहरू जो कोहीलाई दिनु हुँदैन। अनलाइनमा हामीले कसैलाई पनि हाम्रो व्यक्तिगत पहिचानहरू, हाम्रो गोपनीय विवरणहरू, डकुमेन्टहरू लगायतका कुरा चाहिँ दिनु हुँदैन भनेर मैले यसबाट देखाउन खोजेको। यही कुरालाई चाहिँ मैले कसरी पनि राखेका छौँ भने हामीले इन्टरनेटमा एकपटक सेयर गरिएको विषयवस्तु कहिले पनि मेटिँदैन भनेर चाहिँ राखेका छौँ। जस्तै कि तपाईँहरूले इन्टरनेटमा कसैलाई फोटोहरू, भिडियोहरू पठाउनुहुन्छ, केही कुरा लेखेर पठाउनुहुन्छ भने
यो कुरा चाहिँ तपाईँले पठाइसकेपछि डिलिट गरिहाल्नु भयो भने पनि तपाईँकोमा डिलिट हुन्छ, तर उसकोमा चाहिँ डिलिट भएको हुँदैन। त्यही भएर हामीले सामाजिक सञ्जालबाट कसैलाई मेसेज पठाउँदा, कसैलाई गाली गलौज गर्दा या चाहिँ कसैलाई केही आफ्नो व्यक्तिगत फोटोहरू भिडियोहरू त्यो दिँदाखेरि चाहिँ हामी सचेत हुनुपर्छ भन्ने कुरा यसबाट मैले देखाउन खोजिरहेको छु। र यो सबै भन्दै गर्दा चाहिँ साइबर अपराध भनेको के रहेछ त भनेर हामीले हेर्ने सन्दर्भमा साइबर अपराध भनेको चाहिँ नर्मल्ली अपराध भनेको चाहिँ कसरी बुझौँ भने कानुन हुन्छ, कुनै पनि देशको कानुन हुन्छ, संविधान हुन्छ। जस्तै कानुनले गर भनेको कुरा नगर्ने र नगर भनेको कुरा गर्ने, त्यसलाई चाहिँ हामी अपराध भनेर बुझ्छौँ है। अब साइबर अपराध भनेको चाहिँ जहाँ चाहिँ सञ्जाल जोडिन्छ, जहाँ चाहिँ डिजिटल डिभाइसहरू, मोबाइलहरू, कम्प्युटर जोडिन्छ, त्यसलाई हामी साइबर अपराध भनेर बुझ्छौँ। ठिक छ, ओके। अब साइबर अपराध गर्नको लागि कुनै पनि अपराधीलाई के चाहिन्छ? तपाईँहरू भोलि भिक्टिमाइज हुनु होला, त्यसको लागि चाहिँ कसैले पनि गलत नियतले काम गर्न खोज्यो भने उसलाई चाहिँ एउटा फोन अथवा चाहिँ कम्प्युटर जे भए पनि हुन्छ एउटा। अर्को त्यस्तै गरी इन्टरनेट भनेको अहिले नर्मली बजारमा अथवा चाहिँ गाउँमा जता जता गए पनि अहिले लगभग घर घरै इन्टरनेट पुग्न थालेको अवस्था छ। गाउँमा एक ठाउँमा चाहिँ इन्टरनेट पुग्यो भने लगभग गाउँभरिमै इन्टरनेट पुग्ने हुन्छ। फोन भयो, त्यस्तै गरी इन्टरनेट भयो, र सामाजिक सञ्जाल खाता जिमेलहरू खोल्नको लागि कति पनि समस्या हुँदैन। त्यो भएको हुनाले सामाजिक सञ्जाल मा चाहिँ अपराध गर्नको लागि चाहिँ यसमा धेरै कुरा चाहिँदैन। तपाईँहरूलाई कसैले गाली गलौज गर्न या तपाईँहरूको चाहिँ फोटो भिडियोलाई चाहिँ बिगार्नको लागि, नराम्रो बनाउनको लागि कसैले गलत नियत राख्यो भने सजिलै पनि हुनसक्छ। त्यही भएर यस्तो कुरामा चाहिँ हामी अलिकति सतर्क सचेत चाहिँ रहनुपर्छ। ठिक छ। र अब यो साइबर अपराधका अहिलेका शैलीहरू के छन् त भन्ने सन्दर्भमा म केही कुराहरू देखाउन खोजेँ है। यसमा सुरुमा हामी केबाट सुरु गर्छौँ भने फिसिङ भन्छौँ है। यहाँहरूले चाहिँ फिसिङ भनेको पीबाट फिसिङ किन लेखाएको छ भन्नु होला। नर्मली हामीले एप फर फिस भनेर पढिरहेको हुन्छौँ स्कुलमा। पीबाट फिसिङ चाहिँ किन आएको छ भनेर भन्नु होला। पीबाट फिसिङ भनेर चाहिँ एप फर फिसिङमा चाहिँ हामीले माछा मार्ने भन्ने बुझ्छौँ। FISH फिसबाट चाहिँ फिसिङ आउँछ, माछा मार्ने भन्ने बुझ्छौँ। त्यो भनेको माछालाई चारो राखेर या चाहिँ माछालाई बल्छीमा दाना राखेर चाहिँ माछा मार्ने भन्ने हुन्छ। तर यो वाला फिसिङमा के हुन्छ भने मान्छेलाई चाहिँ लोभमा पारेर, लालचमा पारेर उसलाई चाहिँ मेसेजबाट या मेलबाट चाहिँ तिम्रो लागि मैले यस्तो यस्तो गराएको छु भनेर हुँदा नहुँदा कुराहरू सुनाएर चाहिँ उसको युजर नेम पासवर्ड अथवा चाहिँ उसको फोनमा OTP भनेर पठाउँछ, वान टाइम पासवर्ड भनेर पठाउँछ। त्यो पासवर्डहरू माग्ने अथवा चाहिँ उसको व्यक्तिगत विवरण माग्ने, यो हुनाले चाहिँ यस्तो कुराहरूबाट हामी सतर्क सचेत रहनुपर्छ भनेर चाहिँ मैले देखाउन खोजेको है। पीबाट आउने फिसिङले चाहिँ मान्छेलाई चारो हालेर मान्छेलाई लोभमा लालचमा पार्ने कुराहरू चाहिँ यसमा देख्न सकिन्छ। ठिक छ, ओके। अर्को भने चाहिँ अनलाइन सेक्सुअल एक्सप्लोइटेसन अफ चिल्ड्रेन भन्ने हुन्छ। यो भने चाहिँ कस्तो भने अनलाइन मार्फत बालबालिकाको यौन शोषण भनेको हजुरहरूले चाहिँ फेसबुक चलाउनु होला, टिकटकहरू चलाउनु होला। हजुरलाई टिकटक फेसबुक चलाउने क्रममा चाहिँ कसैले तपाईँहरूलाई चाहिँ यस्तो गर्नुहोस् उस्तो गर्नुहोस् भनेर चाहिँ चाहिँदो नचाहिँदो कुरा लगाएर चाहिँ नराम्रो कुराहरू लगाउने गर्छ भने त्यसलाई चाहिँ अनलाइन सेक्सुअल एक्सप्लोइटेसन भन्छ है। अनलाइन मार्फत बालबालिकाको यौन शोषण यो भनेको चाहिँ अनलाइनमा हजुरले चिनेको मान्छेले नचिनेको मान्छेले गलत कामहरू गर्न लगायो भने त्यसलाई ठाडै हुन्न नाइ भनेर चाहिँ सिक्नुपर्छ है तपाईँहरूले। ठिक छ, ओके। अर्को भनेको छ त्यस्तै गरी चाइल्ड सेक्सुअल अब्युज मेटेरियल भनेको छ। यो चाहिँ बाल यौन दुर्व्यवहार सामग्री। अघि भने जस्तो तपाईँहरूको बारेमा राम्रो नराम्रो फोटो भिडियो बनाउन लगाएर, त्यस कुरा रेकर्ड गर्न लगाएर अथवा चाहिँ आफूलाई सेयर गर्न लगाएर आफूलाई पठाऊ भनेर चाहिँ नराम्रो कामहरू गर्न लगाउनु भयो भने तपाईँले नभए पनि तपाईँभन्दा सानो भाइ बहिनीहरू हुनुहुन्छ होला, उहाँहरूलाई चाहिँ यस्तो काम कसैले गलत गर्न लगायो भने चाहिँ यस्तो चाहिँ गर्नु हुँदैन। ठिक छ, जुन कुरा हामीले अरूलाई बाहिर गएर त्यस्तो गर्न सक्दैन त्यो कुरालाई मोबाइलमा पनि गर्नु हुँदैन। ठिक छ, जुन कुरालाई हामीले बाहिर गएर अरूको अगाडि देखाउन चाहिँ लाज शरम लाग्ने कुराहरू हुन्छ त्यस्तो कुरा मोबाइलका अगाडि पनि गर्नु हुँदैन। यो कुरा सबैजनाले बुझ्नु पर्यो। ठिक छ, ओके। अर्को भनेको छ ग्रुमिङ भनेको चाहिँ कस्तो भने हजुरहरूको चाहिँ सामाजिक सञ्जालमा कुरा गर्दै गएर विश्वास जित्दै गएर चाहिँ हजुरहरूलाई चाहिँ नराम्रो कुराहरू गर्न लगाउने र त्यस पछाडि चाहिँ जस्तै म तिमीलाई बिहे गरेर लान्छु, म तिमीलाई विदेश लगाउँछु, काठमाडौँ लगेर जागिर खुवाउँछु, तिमीलाई रानी बनाएर लाग्छु, के गर्छु भनेर अनेक बहाना बनाएर चाहिँ विश्वास जित्ने काम गर्छन्, जसलाई हामी भन्छौँ ग्रुमिङ। ठिक छ, त्यस पछाडि अर्को छ रिभेन्ज पोर्न भन्छौँ हामी। रिभेन्ज पोर्न भनेको चाहिँ तपाईँहरूले जानेर नजानेर यस्ता फोटो भिडियोहरू बनाउनु भयो, त्यस पछाडि कसैलाई विश्वास गरेर चाहिँ यस्तो आफ्नो फोटो भिडियोहरू दिनुभयो भने भोलि उसले त्यही फोटो त्यही भिडियोहरू प्रयोग गरेर चाहिँ अन्यत्र कता कता राखिदिने, तपाईँहरूको आफन्तलाई दिने, तपाईँको घर परिवारलाई दिने, साथीहरूलाई दिने गरेर चाहिँ यो हिसाबले चाहिँ राखिदिन सक्छ, जसले हामी रिभेन्ज पोर्न भन्छौँ। यस्तो सामग्री बनाउनु पनि हुँदैन र कसैले बनायो भने चाहिँ यो कुरालाई गलत हो भनेर चाहिँ नाइ भन्न इन्कार गर्न चाहिँ सक्नुपर्छ। ठिक छ, अर्को भनेको छौँ हामीले डिपफेक भनेर भनेको छौँ। डिपफेक भनेको चाहिँ सामान्यतया हजुरहरूको फोटोलाई भिडियोहरूलाई चाहिँ अहिले AI युज गरेर चाहिँ
एआई युज गरेर नराम्रो बनाउने अथवा हजुरले बोल्दै नबोलेका कुराहरू बनाउने, हजुरले गर्दै नगरेका कामहरू गर्ने, त्यसलाई चाहिँ डिप फेक भनेर बुझिन्छ है। एआई प्रविधि प्रयोग हुन्छ यसमा। अहिले यसो मोबाइलमा हेर्नुभयो भने फोटो भिडियोमा चाहिँ भगवान् शिवको मूर्ति हुन्छ, गणेशको मूर्ति हुन्छ, बुद्धको मूर्ति हुन्छ, मूर्ति आफै हिँडेर गएको उठेर गएको देखाउँछ होइन। त्यो यसो हेर्दाखेरि होइन कि जस्तो पनि देखाउँछ, त्यसलाई भन्छ एआई है। हजुरको सामान्य फोटोलाई चाहिँ एआई युज गरेर नराम्रो फोटो बनाउन सक्छ, त्यसलाई भन्छौँ हामी डिप फेक भनेर भन्छौँ है। ठिक छ, ओके। त्यस्तै गरी अर्को डक्सिङ भनेर छ। डक्सिङ भनेको कस्तो हो भने कसैको अनुमति बिना उसको व्यक्तिगत जानकारी अनलाइनमा राखिदिने कार्य भन्छ डक्सिङलाई। जस्तै कि हजुरहरूको फोन नम्बर होला, हजुरहरूको व्यक्तिगत विवरण होला, हजुरहरूको जीवनको कुनै पनि व्यक्तिगत विवरण होला जुन हजुरले अरू कसैलाई पनि सेयर गर्न सक्नुहुन्न। हजुरको आन्तरिक कुराहरू हुन्छ जुन घर परिवार बाहेक बाहिरको सदस्यलाई चाहिँ सेयर गर्न मिल्दैन, त्यो कुराहरू चाहिँ अरू कसैलाई दियो भने त्यसलाई भन्छ डक्सिङ। भनेको चाहिँ कसैलाई पनि नचिनेको मान्छेलाई या चिनेको मान्छेलाई पनि आफ्नो व्यक्तिगत विवरणहरू, आफ्नो भित्री विवरणहरू चाहिँ खुलेर बोल्न, त्यो सबै कुरा सेयर गर्न अरूलाई चाहिँ दिनु हुँदैन। त्यो दिनुभयो भने भोलि उसले त्यही कुरा चाहिँ मिसयुज गर्न सक्ने अवस्था हुन्छ। सञ्जालमा मिसयुज भयो भने, जस्तै कि हाम्रो यहाँ सानो विद्यार्थी बहिनी नानीहरू चेलीहरू बस्नु भएको छ, उहाँ चेलीहरूलाई चाहिँ बुवा आमाले फोन दिनुभयो, सिम कार्ड दिनुभयो, फोन नम्बर हुन्छ उहाँको, त्यो फोन नम्बर उहाँको चाहिँ कसैले फेसबुकमा राखेर यो त यस्तो केटी हो त्यस्तो केटी हो भनेर चाहिँ तपाईँहरूको व्यक्तिगत विवरण प्रयोग गरेर चाहिँ तपाईँहरू विरुद्ध चाहिँ त्यस्तो नराम्रो कुराहरू फैलाउन सक्छ। त्यही भएर चाहिँ नचिनेको मान्छेलाई या चिनेको मान्छेलाई पनि आफ्नो व्यक्तिगत विवरणहरू, फोटोहरू, भिडियोहरू यस्तो कुराहरू चाहिँ दिनु हुँदैन। ठिक छ, ओके। अब बालबालिकाहरू भनेको हजुर जस्तो सानो बालबालिकाहरूसँग चाहिँ कसरी मान्छेले चाहिँ अनैतिक कामहरू, नराम्रो कुराहरू गर्न लगाउँछन् भनेर एकचोटि अलिकति बुझ्ने कोसिस गरौँ। सुरुमा सामाजिक सञ्जालमा हजुरहरूलाई सर्च गरेर अथवा चाहिँ हजुरलाई व्यक्तिगत रूपमा कतै टाढाबाट कसैले चिनेको छ भने सञ्जालमा खोज्ने, सञ्जालमा खोजिसकेपछि बोल्न खोजे जस्तो गर्ने, त्यस पछाडि सम्बन्ध विस्तार गर्ने, त्यस पछाडि चाहिँ अर्को ग्रुमिङ भने अघि जस्तै विश्वास जित्दै जाने, अब यस्तो गरौँ है, अब त्यस्तो गरौँ है, म तिमीलाई बिहे गरेर लान्छु, म तिमीलाई जागिर दिन्छु, म तिमीलाई यस्तरी राख्छु, त्यहाँ त कति धेरै पैसा कमाइन्छ, यस्तो हुन्छ भनेर अनेक कुरा सुनाएर चाहिँ तपाईँको विश्वास जित्दै जाने। त्यस पछाडि विश्वास जित्दै जाँदै गएर चाहिँ बिहे गर्छु भनेर चाहिँ धेरै जस्तो हाम्रो चेलीहरूलाई यस्तो बदमासी गरेको हुन्छ है। यस्तो यस्तो फोटो भिडियो बनाऊ, यो गर त्यो गर भनेर भनेको हुन्छ। त्यो भनिसकेपछि चाहिँ तपाईँहरूले जानेर नजानेर बनाउनु भयो या बनाउनु भएन भने त राम्रो, तर बनाउनु भयो भने चाहिँ भोलि त्यही फोटो त्यही भिडियोहरू प्रयोग गरेर चाहिँ तपाईँहरू विरुद्ध चाहिँ प्रयोग गर्न सक्छ है। अनि आफू चाहिँ बजेर फेक आइडीहरू बनाएर, नक्कली आइडी बनाएर चाहिँ बदमासी गरेर आफू चाहिँ ओजेलमा पर्ने प्रयास गर्छ। यस्तो कुराहरूबाट चाहिँ हजुरहरू सतर्क रहनुपर्छ। ठिक छ, ओके, अगाडि बढौँ। अब हामी भनेको नेपाल प्रहरी भनेको चाहिँ प्रहरीले अनुसन्धान गर्ने, प्रहरी चाहिँ तपाईँहरू पीडामा भएको बेलामा चाहिँ तपाईँहरूको निवेदन लिने, बदमासी गर्ने अथवा चाहिँ सामाजिक सञ्जालबाट या सञ्जाल बाहिर चाहिँ बदमासी गर्ने मान्छेहरूको हामीले चाहिँ अनुसन्धान गरेर चाहिँ जसले निर्दोष छ निर्दोषलाई चाहिँ न्याय दिलाउने र जसले बदमास गरेछ बदमास गरेकोलाई चाहिँ कानुनअनुसार सजाय दिलाउने भूमिकामा हामी छौँ। यो भन्दै गर्दा चाहिँ अनलाइन यो शोषणको बारेमा कुरा गर्दा सामाजिक सञ्जालबाट तपाईँहरू विरुद्ध चाहिँ नराम्रो मेटेरियलहरू, नराम्रो फोटो भिडियोहरू बनाउँछ भने विश्वव्यापी रूपमा हेर्दाखेरि कस्तो छ भने 8जना मध्ये 1जना, 8जना नर्मल्ली जोसुकै 8जना छान्नु भने त्यो मध्ये 1 न 1जना कम्तीमा पनि यस्तो शोषणको चाहिँ शिकार हुन्छन्। ठिक छ, ओके। यो भनेको नेपालको समस्या मात्रै होइन, पहिलो नम्बरको बुँदाले भनेको छ नेपालको मात्रै होइन विश्वव्यापी रूपमा देखिएको समस्या हो भनेछौँ। यसमा चाहिँ विभिन्न क्रियाकलापहरू पर्छन्, जस्तै यौन फोटो भिडियोहरू बनाउने, अनलाइनमा चाहिँ तपाईँहरूलाई जुन सञ्जालमा देख्यो त्यही सञ्जालमा एड गर्ने, त्यही सञ्जालमा मेसेज गर्ने, जन्ने कुराहरू गर्न लगाउने, त्यो कुराहरू पर्छ। सबैभन्दा धेरै पीडित चाहिँ यसमा बालिकाहरू भनेको चाहिँ हाम्रो नानीहरू, चेलीहरू चाहिँ यसमा परिरहेको हुन्छ। यस्तो कुरामा चाहिँ तपाईँहरू सतर्क सचेत रहनुपर्छ। र यसलाई चाहिँ तपाईँ एकचोटि चाहिँ पीडित हुनुभयो भने तपाईँलाई गाह्रो बनाउँछ, किनभने तपाईँले खुलेर चाहिँ आफ्नो घरमा आमासँग, स्कुलमा चाहिँ शिक्षिकाहरूसँग खुलेर बोल्न नसक्नु होला। किनभने हामीले चाहिँ मेरै गल्तीले यस्तो भयो भनेर चाहिँ हामीले उल्टै जो भिक्टिम भएको छ, जो पीडित भएको छ, बिचरा उसैले गाली खाने अवस्था हुनसक्छ। त्यो भएर चाहिँ यसले मानसिक पनि असर गर्न सक्छ। यस्तो समस्यामा तपाईँहरू पर्नुभयो भने खुलेर चाहिँ आफ्नो घरमा बुवा मम्मीसँग, बुवा आमासँग या चाहिँ स्कुलमा कम्फर्टेबल मान्नुहुन्छ, सहज मान्नुहुन्छ भने आफ्नो शिक्षक शिक्षिकाहरूसँग चाहिँ खुलेर बोल्न सक्नुहुन्छ। तपाईँहरू भिक्टिम हुनुभयो भने, कसैले बदमासी गर्यो भने चाहिँ तपाईँहरू डराउनु पर्दैन, तपाईँहरू चाहिँ भिक्टिम हो। जसले बदमासी गरेको छ, जसले गल्ती गरेको छ ऊ चाहिँ डराउनु पर्ने, तपाईँहरू डराउनु पर्दैन। यस्तो विषयमा चाहिँ तपाईँहरू खुलेर बोल्न सक्नुपर्छ। ठिक छ, यसलाई चाहिँ नेपालमा सम्बोधन गर्नको लागि चाहिँ अलि नियम कानुनहरू आवश्यकता देखिन्छ भने चाहिँ यो चाहिँ अनलाइनमा चाहिँ अलिकति नेपालमा कानुन भनेको अलिकति केही पुरानो कानुनहरूले हामी प्र्याक्टिस गरिरहेका छौँ। विद्युतीय कार्यान्वयन 2063, यो भनेको आजभन्दा कति 17, 18, 19 वर्ष भयो
त्यति पुरानो कानुनबाट चाहिँ हामी प्र्याक्टिस गरिरहेको छौँ। यो चाहिँ राज्यले खोलिदिने गाँट हो। यसमा अहिले धेरै यसमा बुझिराख्नु परेन। यौन शोषणलाई चाहिँ नेपालमा बलियो साइबर कानुन चाहिन्छ भन्ने कुरा हो। यो कुरा चाहिँ अहिले यति बुझ्नु ठिक छ। ओके, अब यसले चाहिँ पीडितलाई के असर पुर्याउँछ भनेर चाहिँ बुझ्ने कोसिस गरौँ है। यसमा शारीरिक असरहरू हुनसक्छ र मनोसामाजिक असरहरू हुनसक्छ। शारीरिक र मनोसामाजिक असरहरूमध्ये जस्तै असुरक्षा महसुस हुने, इन्सेक्युरिटी, जस्तै कसैले तपाईँले स्कुल जाने बाटोमा अथवा सञ्जालमा चाहिँ डराउने, तर्साउने, धप्काउनेहरू गरिरहेछ भने चाहिँ स्कुल जान पनि डराउनु मान्ने, अथवा चाहिँ कसैसँग खुलेर बोल्न नसक्ने, त्यस पछाडि आफ्नो आत्मसम्मानमा रास आउने, मलाई यस्तो भयो भनेर आफैलाई चाहिँ कमजोर पार्ने कामहरू, असामाजिक व्यवहार, जस्तै भित्र तनाव छ, घरमा कोही पाहुनाहरू आयो भने नबोल्ने अथवा कसैसँग खुलेर नबोल्ने, त्यस्तो कुराहरू हुनसक्छ। आवेगमा आउने, झ्याप्पै रिसाउने, झ्याप्पै खुचाउने, त्यस्तो हुनसक्छ है। अर्को भने चाहिँ एन्जाइटी, डिप्रेसन भनेको तनावहरू, यस्तोहरू हुनसक्छ। यो भनेको चाहिँ हामी कसैसँग खुलेर बोलेनौँ, हामीले मनको पीडा कसैसँग खोलेनौँ भने चाहिँ यी चिजहरू चाहिँ हामीले समस्या देख्न सक्छ। पुवर एकाडेमिक पर्फर्मेन्स भने चाहिँ स्कुलमा पढ्न मन नलाग्ने, ध्यान अन्तै हुने है, यस्तो कुराहरू। स्कुल ड्रप आउट भने चाहिँ पढ्दै छोडिदिने, आफू समस्यामा परेछ, खुलेर कसैसँग बोलेको छैन, मनको कुरा मनमै राखेको छ, अनि कसरी समाधान हुन्छ, त्यसले चाहिँ पढाइमा चाहिँ अलिकति असर गर्छ भन्ने कुरा। यो अर्को चाहिँ लागु औषध दुरुपयोग, सेल्फ हार्म भनेर चाहिँ आफूलाई क्षति पुर्याउने, हानि पुर्याउने कार्यहरू। त्यस पछाडि चाहिँ अब मान्छेलाई तनाव छ भनेर अब केटाहरूले, छोरा मान्छेहरूले चाहिँ रक्सी चुरोटहरू खाने, त्यतातिर लाग्ने, यो भनेको लागु औषधतिर लाग्ने हुन्छ। लागु औषध चाहिँ कहिल्यै पनि समाधान चाहिँ होइन है। बाबु नानीहरूले बुझ्नु न, लागु औषध भनेको कहिल्यै पनि समस्याको समाधान होइन। तपाईँले एकचोटि लागु औषधको बानी लाग्नु भने जहिले त्यसको ह्याबिट बस्छ, तनाव पऱ्यो कि त्यो चिज चाहिने हुन्छ। त्यही भएर यो लतमा, यो सञ्जालमा चाहिँ कहिले पनि भुलेर पनि नलाग्नुहोस् है। ठिक छ, ओके, अगाडि बढौँ। सामाजिक सञ्जालको अत्याधिक अहिलेसम्म चाहिँ हामीले भिक्टिम भइयो भने, कसैले हामीले हानि पुर्यायो भने भन्ने कुरा गऱ्यौँ। अब गएर चाहिँ हामीले के कुरा गरौँ भने, हामीले पनि दिनभरि रातभरि रिल्सहरू हेर्ने, फेसबुकहरू हेर्ने, तपाईँहरूको हातमा फोन छ, घरमा सामाजिक सञ्जाल छ, इन्टरनेट पुगेको छ र तपाईँले सबै गर्नुहुन्छ भने हामीलाई के हुन्छ? लामो समय मोबाइल हेर्नाले, दिनभरि रिल्स हेर्नाले के हुन्छ त भन्दाखेरि पढाइमा चाहिँ रास आउँछ, कमी आउँछ है। जस्तै पढाइमा ध्यान दिनै सकिन्न, पढेको कुरा चाहिँ याद हुँदैन, भर्खरै पढाएको छ अनि एकछिनपछि भन्नु के थियो रे भनेर माथि हेर्नुपर्ने अवस्था आउँछ है। त्यस्तै गरी चाहिँ समय व्यवस्थापन गर्न समस्या हुने, विचलित, डिस्ट्र्याक्सन हुने है, सजिलै ध्यान भङ्ग हुने के। पढिरहेछ, कसैले केही त्योभन्दा इन्ट्रेस्टिङ कुरा गरिदियो, त्योभन्दा रमाइलो कुरा गरिदियो, त्यतैतिर ध्यान भङ्ग हुन्छ, पढाइतिर मनै नलाग्ने, या चाहिँ ध्यान दिनै नसक्ने कुराहरू। अनि काममा ढिला सुस्ती, साँचेर राख्ने बानी हुन्छ। भर्खरै गर्न 2 मिनटमै गर्न सकिने कामहरूलाई चाहिँ 2 दिन लगाइदिने है, साँचेर राख्ने, त्यस्तो कुराहरू हुन्छ। र त्यस्तै गरी यो बाहेक अरू कुराहरू पनि हुन्छ। जस्तै कुनै पनि समस्या चाहिँ सामान्य समस्याहरू पनि हामीले समाधान गर्न नसक्ने है। यसो विचार गरेर यसलाई त्यसरी यस्तो गरे पो समाधान हुन्छ भन्ने कुरा पनि हामीले अलिकति चाहिँ दिमाग लगाएर चाहिँ विश्वास गर्न सकिने कुराहरू हुन्छ। त्यस पछाडि घर परिवार, शिक्षक शिक्षिकाहरूसँग खुलेर समस्या राख्न नसकिने है, त्यो कुराहरू पनि अघि नै भनेको कुराहरू। अरू भने चाहिँ सामाजिक क्रियाकलापमा, अभ्यासमा, सिक्लाइमा चाहिँ समस्या हुने कुराहरू रहेको छ। यो भनेको चाहिँ हामीले सामाजिक सञ्जालमा या फोनमा दिनभरि झुन्डिराख्यो भने चाहिँ तपाईँहरूको हातमा फोन, तपाईँहरूको हातमा सञ्जाल पुगेको छ भने यसले पनि असर पुर्याउँछ। यसको लागि चाहिँ कसैले आफ्नो फोटो भिडियो बिगार्नै पर्दैन, कसैले तपाईँले सञ्जालमा गाली गर्नै पर्दैन। हामी नै दिनभरि मोबाइलमा झुन्डियो भने चाहिँ यस्तो पनि समस्या हुनसक्छ है भनेर मैले देखाएको। ठिक छ, ओके। अब हामी जाउँ सामाजिक सञ्जालबाट चाहिँ अनलाइन ठगी भन्ने। अनलाइन ठगी पनि अहिले नेपालको ग्रामीण भेगसम्म देखिएको समस्या हो। कसरी समस्या आउँछ भन्ने कुरालाई पहिला बुझ्न कोसिस गरौँ। जस्तै तपाईँहरूको हातमा फोन छ भने, तपाईँहरूको बुवा मम्मीको हातमा फोन छ भने कहिलेकाहीँ चाहिँ तपाईँले लट्री पऱ्यो है, चिट्ठा पऱ्यो भनेर चाहिँ म्यासेज आउँछ। तपाईँले कहीँ चिट्ठा भर्नु भएको छैन, तपाईँले कहीँ पनि लट्री भर्नु भएको छैन, तर तपाईँले म्यासेज आउँछ। म्यासेज भनेको आइदर एसएमएसमा आउँछ अथवा चाहिँ सञ्जालमा, इनबक्समा म्यासेज आउँछ, मेलमा, विभिन्न माध्यमबाट तपाईँलाई म्यासेज आउँछ। विदेशबाट गिफ्ट आएको छ, तपाईँको नाममा आइफोन आएको छ भनेर पत्याउँदो नपत्याउँदो म्यासेज हालेर चाहिँ तपाईँले चाहिँ कन्ट्याक्ट गर्ने, सम्पर्क गर्ने कोसिस गर्छौँ। त्यस्तै गरी अनलाइनमा चाहिँ घरमै बसी चाहिँ रकम पैसा कमाउन सकिन्छ है भनेर चाहिँ अर्को म्यासेज गर्न सक्छ है। एउटा कुरा के चाहिँ बुझ्नुहोस् भने, मान्छेले दिनभरि खेतबारीमा काम गरेर, दिनभरि मेहनत गरेर मात्रै खान लाग्नु पुग्छ, समस्या छ। तर घरमै बसेर दिनभरि मोबाइल हेरेर त कहाँ कसले पैसा पाउँछ? अलिकति चाहिँ त्यसलाई प्रश्न गर्न, क्वेसन गर्न चाहिँ सक्नुपर्छ हामीले। ठिक छ, र यस्तो कुरा चाहिँ तपाईँको आफ्नोमा नभए पनि तपाईँको घर परिवारमा, छिमेकमा, तपाईँको मम्मीहरूको, बुवाहरूको फोनमा चाहिँ आउन सक्छ। घरमै बसेर पैसा कमाउनुहोस्, तपाईँ नागरिकता दिएको भरमा पैसा कमाउनुहोस् भनेर आफ्नो व्यक्तिगत विवरण, नागरिकता चाहिँ कसैले पनि दिनु हुँदैन है। तपाईँले कुरा बुझ्नु पर्यो। त्यो भनेको चाहिँ तपाईँको पासवर्ड माग्न सक्छ। ओटिपी भनेको वान टाइम पासवर्ड। जस्तै कहिलेकाहीँ ब्याङ्क खातामा पैसा सार्नु पऱ्यो भने, ई सेवाबाट कसैलाई पैसा तिर्नु पऱ्यो भने, त्यो कुराहरू गर्ने बेलामा चाहिँ एकचोटि ओटिपी दिन्छ। ओटिपी भनेको चाहिँ वान टाइम पासवर्ड हुन्छ। पासवर्ड भनेको एकदम संवेदनशील चिज हो। यसलाई चाहिँ सम्हालेर मुटुको नजिक तपाईँहरूले राख्नुपर्छ, कसैलाई सेयर गर्नु हुँदैन। ठिक छ, कोही विश्वासिलो मान्छेलाई पनि सेयर गरिदिनु भने उसले दुरुपयोग गर्न सक्ने अवस्था हुनसक्छ। ओके,
ओके, यो केही उदाहरणहरू दिएँ मैले, जस्तै कि ल तपाईँलाई मेटा भनेको फेसबुकको कम्पनी हो, मेटामा तपाईँको लागि रोजगार खुल्या छ भनेर चाहिँ उल्टै तपाईँलाई के हो कि यो केटीको आइडी राखेर फेक आइडी बनाएर चाहिँ तपाईँलाई चाहिँ ओहो तपाईँको लागि जागिर परेको छ, दिनमा 3,000 6,000 9,000 10,000 कति कमाउनु छ भनेर यसो हेर्दा पनि पत्यारै नलाग्दो जस्तो तपाईँलाई चाहिँ अफर आउँछ, यस्तो मेसेज आउन सक्छ। त्यस्तै गरी अर्को भने चाहिँ बधाई छ प्रिय ग्राहक, तपाईँले चाहिँ पुरस्कार जित्नु भएको छ भनेर चाहिँ तपाईँले भर्दै नभरेको चिट्ठा पर्यो तपाईँलाई भनेर चाहिँ जुटमुटको चाहिँ मेसेज आउन सक्छ। यस्तो कुराबाट चाहिँ हामी होसियार रहन सक्नुपर्छ। भर्दै नभरेको चिट्ठा कहिल्यै पर्दैन, मेहनत नगरिकन चाहिँ पैसा कमाउन सकिन्न भन्ने कुरा चाहिँ तपाईँहरूले विश्वास गर्नु पर्यो। अर्को भने चाहिँ घरमै बसेर चाहिँ टास्क गर्नुहोस् भनेर चाहिँ एउटा टास्क गरे बापत 500, 5वटा टास्क गरे बापत 3500 भन्यो। यो 500 नभने पनि यो विभिन्न विज्ञापनमा फरक फरक राखेको हुनसक्छ, तर घरमै बसेर मोबाइल खेलाएर मोबाइलको भाँडो खेलाएर चाहिँ पैसा कमाइन्छ भन्ने कुरा चाहिँ बिल्कुल गलत हो। यो कुरा चाहिँ हजुरहरूले बुझ्नुहोस् है, यस्तो कुरामा चाहिँ विश्वास गर्नु भएन। दिनभरि मेहनत नगरी महिनाभरि मेहनत नगरी चाहिँ पैसा कमाउन सकिँदैन। यस्तो ठगी हो भनेको सबै ठगी हो। तपाईँलाई खोज्छ जागिरले, त्यस पछाडि यो जागिर गर्नको लागि तपाईँले उल्टै आफ्नै पकेटबाट चाहिँ पैसा हाल्नुहोस् भनेर भन्छ। आफ्नै पकेटबाट पैसा हाल्नुपर्ने कस्तो जागिर हो भनेर तपाईँहरूले चाहिँ क्वेसन गर्न सक्नु, ठिक छ। अर्को भनेको चाहिँ अनलाइनबाट यो के लटरीहरू गिफ्टहरूलाई चाहिँ स्क्रच गरेर चाहिँ त्यो रिचार्ज कार्डलाई स्क्रच गरे जस्तो यो स्क्रच गरेर चाहिँ जुवा खेलेर चाहिँ पैसा जित्नुहोस् भन्छ। यस्तो कुरामा चाहिँ विश्वास गर्नु भएन, सबै ठगी हो। तपाईँलाई चाहिँ उल्टै तपाईँले जिते जस्तो देखाउँछ अनि यसको लागि कर तिर्नुपर्छ भनेर उल्टै तपाईँसँग चाहिँ रकम पैसा मागेर चाहिँ ठगी गर्न सक्छ, ठिक छ। ओके, अर्को एउटा यसो सुन्दाखेरि नि हाँसो लाग्ने है, फ्रान्सको लाउरेउ भनेर एउटा लाउरेको फोटो गुगलबाट नेटबाट डाउनलोड गरेर फेक आइडी बनाउँछ, झुटा आइडी बनाउँछ, बनाइसकेर चाहिँ विशेष गरेर लेडिजहरूलाई टार्गेट गरेर चाहिँ म फ्रान्सको लाउरे हो, म युकेको लाउरे हो, म फलानु ठाउँको फलानु मान्छे हो भनेर चाहिँ त्यो हुँदै नभएको फेक आइडी बनाएर तपाईँहरूलाई कसैलाई मेसेज गर्न सक्छ। मेसेज गरिसकेपछि ल म तिम्रो लागि नेपाल आउँदैछु भनेर चाहिँ म यो फलानु ठाउँमा अड्केँ, यसको लागि म यहाँबाट एयरपोर्टमा रोकिएँ, यसको लागि पैसा पठाउनु पऱ्यो, अथवा चाहिँ तिम्रो नाममा गिफ्ट पठाएको छु, यो एयरपोर्टमा आएर रोकिएछ, यसको लागि चाहिँ भन्सार काट्नुपर्छ भनेर उल्टै लाउरे भनेर बिहे गरेर लगेर अनेक सपना देखाएर चाहिँ विशेष त लेडिजहरूलाई टार्गेट गरेर चाहिँ यसले ठगी गर्न सक्छ। यस्तो कुरामा विश्वास गर्नु भएन। सामान्यतया चाहिँ अनलाइनमा पढेका जस्तो सुकै कुरामा चाहिँ विश्वास गर्नु भएन। हरेक चिज चाहिँ ठगीमा या चाहिँ तपाईँहरूलाई धोका दिनमा चाहिँ जोडिएको हुनसक्छ, ठिक छ। अब नेपालमा यसको तथ्याङ्क, यसको स्ट्याटिस्टिक्स के छ त भनेर यसमा अलिकति बुझ्ने कोसिस गरौँ है। यसो हेर्नुभयो भने यो सबैभन्दा तल देखाएको निलो यो 357 देखाएको चाहिँ सुरुमा हाम्रो साइबर ब्युरो स्थापना हुँदाखेरि 2075-76 आर्थिक वर्षमा 2075को साउन भदौ महिनामा हामी यो साइबर ब्युरो स्थापना भएदेखि अहिलेसम्म हेर्दाखेरि चाहिँ निवेदन भन्ने कुरा बढाएको छ है। 357बाट 2301, 3906, 4686, 9013, 19,730 र त्यस्तै गरी 18,000 र अहिलेको चालु आर्थिक वर्षमा चाहिँ अहिले वर्ष कम्प्लिट भएको छैन, त्यो भए हुनाले चाहिँ अलिकति कम चाहिँ देखेछ। तर यो वर्ष पुरा भइसकेपछि योभन्दा धेरै बढेर जानेवाला छ। विद्यार्थी भाइ बहिनीहरूले के चाहिँ बुझ्नुहोस् भने अपराध भनेको चिज, अपराधमा धेरै कुराहरू छन् जुन कहिल्यै घट्दैनन्, त्यो चाहिँ बढ्छन्। जस्तै रोड एक्सिडेन्ट भनेको सवारी दुर्घटना कहिल्यै पनि घट्दैन, जहिले पनि बढेको हुन्छ। ड्रग्स लागु छ भन्ने कुरा कहिल्यै पनि घट्दैन, बढेर गइरहेको हुन्छ। यस्तो कुराबाट हामी सचेत रहनुपर्छ। साइबर भनेको अनलाइनबाट हुने हरेक घटनाहरू यस्तो कहिले पनि घट्दैन, बढिरहेको हुन्छ। यस्तो कुराबाट तपाईँ हामी टाटो बाटो हराउन सक्नुपर्छ, ठिक छ। ओके, अब पीडितको उमेर समूहको आधारमा, पीडितको लिङ्गको आधारमा हेऱ्यो भने यो हरियो भनेर हामीले 3टा कलर कोडिङ गरेको छ। तलपट्टि बायाँपट्टि लेफ्ट साइडमा हेर्नुभयो भने बालक बालिका र महिला भनेर 3 ठाउँमा भनेको छौँ हामीले है। बालक बालिका र महिला हेर्नु भने ग्रिन लगाएको महिला र पहेँलो लगाएको बालिका भनेको महिला र बालिका सबैभन्दा धेरै पीडित भनेको चाहिँ महिला र बालिका छन् है। बालिकालाई पनि महिला नै हुन्, बालिकालाई लगेर महिलामा जोड्ने हो भने सबैभन्दा धेरै पीडित चाहिँ बालिका हुन्छन्। मतलब धेरैले टार्गेट चाहिँ लेडिजहरूलाई, बालिकाहरूलाई टार्गेट गरेर चाहिँ सामाजिक सञ्जालबाट तपाईँहरूलाई फसाउन, प्रलोभनमा पार्न या चाहिँ तपाईँलाई केही समस्या दिन, दुःख दिन चाहिँ मान्छेले खोजिरहेका हुन्छन्। बालिकाहरू, महिलाहरू चाहिँ धेरै सचेत रहनु होला है, ठिक छ। ओके, अब सामाजिक सञ्जाल हेरौँ है। सामाजिक सञ्जाल भनेको जति पनि हामीले फेसबुक चलाउँछौँ, टिकटक चलाउँछौँ, इन्स्टाग्राम, व्हाट्सएप चलाउँछौँ, स्न्यापच्याट के छ अहिले त सञ्जालहरू। यसो हेर्दै जाने हो भने प्रहरीको डाटामा, हाम्रो अभिलेखमा, प्रहरीको रेकर्डमा चाहिँ सबैभन्दा धेरै भनेको चाहिँ फेसबुक र मेसेन्जर। बायाँपट्टिको सबैभन्दा ठुलो बार हेर्नुभयो भने सबैभन्दा धेरै चाहिँ निवेदन भनेको, सबैभन्दा धेरै गुनासो, सबैभन्दा धेरै घटना घट्ने चाहिँ फेसबुक मेसेन्जर मार्फत हो। त्यस पछाडि टिकटक छ, त्यस पछाडि व्हाट्सएप छ, त्यस पछाडि टेलिग्राम छ। यी सञ्जालमा चाहिँ हामी हरेक सञ्जालमा चाहिँ होसियार रहनु पर्यो है। सबैभन्दा धेरै बदमासी चाहिँ फेसबुक मेसेन्जरमा, टिकटकमा, यिनीहरूमा हुन्छ। यस्तो कुरामा हामी कसैसँग कुरा गर्दा, कसैसँग चाहिँ जानकारी साटासाट गर्दा आफ्नो फोटो भिडियोबाट एकदम होसियार भएर चाहिँ यहाँहरूले चाहिँ काम गर्नु होला, ठिक छ। ओके, अब
हामीले साइबर ब्युरोले अथवा नेपाल प्रहरीले चाहिँ के गरिरहेछ त, यत्रो सामाजिक सञ्जाल भने मैले सबै यत्रो चित्र देखाएँ, यस्तो गर्नुहोस् यस्तो नगर्नुहोस्, यसरी चाहिँ भिक्टिम हुन सकिन्छ, पीडित हुन सकिन्छ भनिसकेपछि अब यसबाट चाहिँ सामाजिक सञ्जालमा गर्ने के त भनेर हेर्ने सन्दर्भमा चाहिँ नेपाल प्रहरीले अथवा चाहिँ साइबर ब्युरोले हामीले के गरिरहेको छौँ भने हाम्रो एउटा फेसबुक पेज छ, यहाँ देख्न सक्नुहुन्छ इङ्ग्लिसमा CYBER साइबर ब्युरो लेखेको हाम्रो फेसबुक पेज छ। यो पेजलाई फलो गर्नुभयो भने मैले क्युआरमा पनि त्यही कुरा हालेको छु। त्यहाँ शिक्षक शिक्षिका सर म्यामहरूले चाहिँ यो क्युआरलाई स्क्यान गरेर यो हाम्रो फेसबुक पेजमा पनि जान सक्नुहुन्छ। यहाँहरू यसलाई हाम्रो फलो गर्नुभयो भने म केही विषयवस्तुहरू यहाँभन्दा अगाडि देखाउन सक्छु। यहाँहरूले चाहिँ मोबाइल फोन अन गरेर पनि क्युआर गर्न स्क्यान गर्न सक्नुहुन्छ। होइन भने यही साइबर ब्युरो पेजलाई चाहिँ सर्च गरेर पनि फेसबुकमा सामान्य हिसाबले सर्च गरेर पनि देखाउन सक्नुहुन्छ। ठिक छ, ओके। अब कहिलेकाहीँ कस्तो हुन्छ भने बजारमा गाउँठाउँमा त त्यस्तै नहोला, बजारमा अथवा चाहिँ बजारको आसपासको क्षेत्रहरूमा हामीले के गर्छौँ भने पसलमा गएर सामान किन्ने भन्दा अनलाइनबाट सामान मगाउने भन्ने हुन्छ कि घरमै ल्याएर डेलिभर गरिदिन्छ, घरमै ल्याएर सामान पुर्याउन आउँछ। त्यो बापत के गर्न सक्छ भने यिनीहरूले अनलाइनबाट सामान किने जस्तो गर्ने अनि पैसा लिन्छ तर सामान चाहिँ ल्याइदिन्न। त्यो फेक झुटमुटको पसल खोलेर बसेको हुन्छ। र के गर्छ भने हामीले के भन्छौँ भने हातमा सामान परेपछि मात्रै पैसा दिनुहोस् है, नत्र ठगीमा पर्न सक्नुहुन्छ भन्ने हिसाबले क्यास अन डेलिभरी भनेको सामान तपाईँको हातमा परिसकेपछि मात्रै पैसा रकम दिनु होला है भनेर चाहिँ हामीले भन्छौँ। ठिक छ, ओके। त्यस्तै गरी सामाजिक सञ्जालमा मेरो भोइस इको आइरहेको छ, कसैको माइक अन छ भने अफ गरिदिनु होला है, ओके। त्यसै गरी सामाजिक सञ्जालमा हामीलाई विभिन्न तरिकाले लालच देखाएर डर त्रास देखाएर चाहिँ हामीलाई मेसेज गर्न खोज्छन् ठगहरूले, बदमासहरूले। जस्तै भर्दै नभरेको चिट्ठा पर्यो भनेर यहाँ माथि देख्न सक्नुहुन्छ, भर्दै नभरेको चिट्ठा पर्यो भनेर। त्यस्तै गरी अर्को गिफ्ट तपाईँको लागि विदेशबाट आइफोन गिफ्ट आएको छ, महँगो महँगो फोन आएको छ, महँगो महँगो पार्सलहरू आएको छ, तपाईँलाई सामान आएको छ भनेर चाहिँ मेसेज गर्न सक्छ। आकर्षक जागिर भनेको घरमै बसी बसी पैसा कमाउनुहोस् भनेर लोभ लालचमा पार्ने हुन सक्छौँ। त्यस्तै गरी मेरो सम्पत्तिको वारिस बनिदिनुहोस्, मेरो छोराछोरीहरू कोही छैन, म अपुतली हो भनेर चाहिँ तपाईँहरूलाई अथवा कसैलाई चाहिँ मेसेज गर्न सक्छ। यो कुरा चाहिँ अनि अनलाइन सपिङ भनेको अनलाइनबाट सामान मगाउने सन्दर्भमा पनि। त्यस्तै गरी क्रिप्टोमा लगानी गर्नुहोस्, फलानामा लगानी गर्नुहोस्, ढिस्कानामा लगानी गर्नुहोस् भनेर उल्टै तपाईँको पकेटबाट पैसा हाल्ने, जागिर खान बोलाउने, उल्टै आफ्नो पकेटबाट पैसा हाल्न लगाउने के जागिर हो भनेर चाहिँ तपाईँहरूले प्रश्न गर्न सक्नुपर्छ। ठिक छ, ओके। त्यस्तै गरी हामीले चाहिँ यौन दुर्व्यवहार विरुद्ध पनि केही सचेतनाको मेसेजहरू बनाइरहेको हुन्छ। जस्तै तपाईँले कसैसँग चाहिँ मन मिल्दाहरू तपाईँले अथवा ठुलो दादा दिदीहरूले, सानो भाइ बहिनीहरूले चाहिँ कसैसँग मन मिल्दा आफ्नो फोटो भिडियोहरू दिने, भोलि अनि सम्बन्ध बिग्रियो भने त्यही फोटो युज गरेर चाहिँ तपाईँ विरुद्ध प्रयोग गरेर अरूलाई दिने, त्यसमा तपाईँको चरित्र हत्या गर्न सबै गर्न सक्छ है। त्यही भएर सामाजिक सञ्जालमा अथवा कहीँ पनि आफ्नो फोटो भिडियो, आफ्नो संवेदनशील सामग्रीहरू कसैलाई पनि सेयर गर्न, देखाउन या सम्प्रेषण गर्नु हुँदैन भन्ने कुरा हो। त्यस्तै गरी चाहिँ नो मिन्स नो भनेर राखेको छौँ। महिलाले चाहिँ नाइ भन्नु भनेको चाहिँ मन्जुरी नदिनु हो भनेर चाहिँ सबैले बुझ्नु पर्यो है। महिलाले नाइ भन्नु भनेको चाहिँ मन्जुरी नदिनु हो, उसको मन्जुरी छैन भनेर चाहिँ बुझ्नु पर्यो। ठिक छ, ओके। र त्यस्तै गरी मैले तलपट्टि बायाँपट्टि चाहिँ किप योर प्राइभेट इन्फर्मेसन प्राइभेट भनेर चाहिँ मेसेज, यो सबै हामीले फेसबुकमा राखिरहेका हुन्छौँ। अघि मैले जुन फेसबुक पेज देखाएँ, सर म्यामहरूले पनि नोट गर्नु होला। त्यही फेसबुक पेजमा हामीले विभिन्न समयमा यस्तै फोटोहरू, ग्राफिक्सहरू बनाएर हालेका हुन्छौँ। किप योर प्राइभेट इन्फर्मेसन प्राइभेट भनेर तल यहाँ बायाँपट्टि देख्न सक्नुहुन्छ। आफ्नो गोप्य विवरणलाई गोप्य नै राख्नुहोस्। सामाजिक सञ्जालमा चाहिँ सबै आफ्नो गोप्य कुराहरू चाहिँ, आफ्नो भित्री इन्फर्मेसनहरू, आफ्नो व्यक्तिगत घरायसी कुराहरू चाहिँ जोसुकैलाई दिनु, सेयर गर्नु, बाँड्नु हुँदैन भन्ने कुरा। ठिक छ, जुन कुरा हामीले बाहिर अरूको अगाडि भन्न सक्दैनौँ, अरूको अगाडि बाहिर सडकमा गएर देखाउन सक्दैनौँ, त्यो कुराहरू सञ्जालमा पनि देखाउनु हुँदैन। ठिक छ, त्यस्तै गरी अर्को चाहिँ हामीले के भनेको छ भने कहिलेकाहीँ कस्तो पनि हुन्छ भने साथी छ घरमा, श्रीमान श्रीमती, बुवा आमा, दाजुभाइ दिदीबहिनी, छोराछोरीहरू हुँदाखेरि चाहिँ एउटाको आइडी ह्याक भएर, मेरै दाइको आइडी ह्याक भएर चाहिँ मलाई मेसेज पठाउन सक्छ। ए भाइ कहाँ छौ तिमी, मलाई पैसा राखेको त मलाई एकदम तुरुन्तै आपतै पऱ्यो, हत्तै पऱ्यो भनेर चाहिँ मलाई मेसेजमा चाहिँ पैसा माग्न सक्छ। त्यो के हुन्छ भने त्यो दाइको आइडी ह्याक भएर ह्याकरले चाहिँ मसँग पैसा मागेको, दाइकै आइडीबाट मसँग पैसा मागेको हुनसक्छ। त्यस्तो अवस्थामा चाहिँ अनलाइनमा मागेको भरमा पैसा कसैले पनि दिनु भएन है। एक कल चाहिँ फोन कल गरेर चाहिँ यकिन गर्नुहोस्, यता हजुर कहाँ पैसा आवश्यकै परेको र हजुरको मेसेज त आयो, कति आइडी ह्याक त भयो होइन भनेर चाहिँ हामीले सामान्य चाहिँ फोन गरेर चाहिँ बुझिदिन सक्नु पऱ्यो। जुनसुकै सञ्जालमा है, यो चाहिँ मेसेन्जरमा, वाट्सएपमा मात्रै हुन्छ भन्ने छैन। कसैले चाहिँ च्याटमा चाहिँ पैसा माग्यो भने चाहिँ के गर्नु पऱ्यो, एकचोटि चाहिँ फोन कल गरेर चाहिँ यकिन गर्नु सक्नु पऱ्यो कि दाइ हजुर नै हो, हजुरको आइडी ह्याक त भएन भनेर चाहिँ एक कल फोन गर्नुहोस् भनेर हामीले भन्छौँ। ठिक छ,
ओके, त्यस्तै गरी ल्याउनुहोस् है। अघि नै मैले भनेको कुरालाई अलिकति फोटो भिडियो बनाएर देखाएको मात्रै हो है, माथि पढ्न सक्नुहुन्छ। सावधान भनेर मैले रातोमा राखेको छु। आकर्षक रोजगार दिने भनेको घरै बसी बसी पैसा कमाउने। त्यस्तै गरी अनलाइन अर्डर भेरिफाई गर्ने भनेको चाहिँ हामीले अनलाइनमा चाहिँ के सामानहरू मगाएका छौँ भने चाहिँ तपाईँ नै भनेर तपाईँको नागरिकता दिनुहोस्, तपाईँको चाहिँ नागरिकता लिएर फोटो बनाउनुहोस् भन्छ। कुनै पनि अवस्थामा कसैलाई पनि आफ्नो नागरिकता, आफ्नो पासवर्ड, आफ्नो ओटिपी, आफ्नो व्यक्तिगत विवरण कसैलाई पनि सेयर नगर्नुहोस् है भनेको है। जस्तै वाट यु हेभ, तपाईँसँग भएको चिजहरू, नागरिकता, यदि गाडी चलाउने लाइसेन्स छ भने लाइसेन्स पनि है, नेपाल सरकारले दिएको तपाईँको परिचय खुल्ने कागज कसैलाई पनि नदिनुहोस्। तपाईँको कागज कसैले लग्यो भने त्यसको मिसयुज गर्न सक्छ। तपाईँको नागरिकता लगेर तपाईँको नाममा ब्याङ्क खाता खोलिदिएर बदमासी गरिदियो भने भोलि कानुन अनुसार तपाईँ जिम्मेवारी, किनभने तपाईँको नागरिकता युज भएको छ है। त्यस्तै गरी तपाईँलाई थाहा भएको कुराहरू, लगइनहरू, पासवर्डहरू र त्यसै गरी तपाईँको फिङ्गरप्रिन्ट, बायोमेट्रिक भनेको चाहिँ हाम्रो घरको तालाचाबी जस्तै आफ्नो जोसुकै विश्वास, जस्तै विश्वासको मान्छे भए पनि कि नजिकैको मान्छे, मनै खाने मान्छे छ अलग्गै कुरो, आफ्नै रिस्कमा दिन सकिन्छ। तर जोसुकैले सजिलै मागेको भरमा चाहिँ नदिनुहोस्। 10 थरी क्वेसन गर्नुहोस्, तर दिनैभरि पनि 10 थरी क्वेसन गरेर चाहिँ बल्ल कन्फर्म गरेर यकिन गरेर चाहिँ गर्नुहोस् भन्ने कुरा हो। ल हेर्नुहोस् है, अब नेपाल प्रहरीले विभिन्न विधामा काम गरेको हुन्छ। मैले यहाँ बसेर यो यत्रो ठुलो स्क्रिनबाट चाहिँ साइबर साइबर भनिरहेको छु। ल हेर्नुहोस् है, नेपाल प्रहरीले केमा काम गर्छ भन्दाखेरि चाहिँ समुदाय प्रहरी साझेदारी भन्ने छ। समुदाय र प्रहरीको साझेदारी भनेको प्रहरी र समुदाय नागरिकहरू मिलेर हामीले के कार्यक्रम गर्छौँ भन्दाखेरि जस्तै रेप र सेक्सुअल एसोल्ट विरुद्ध है, यो भनेको चाहिँ जबरजस्ती कराउने है, कसैकोले मन्जुरी छैन भन्दा भन्दै पनि कसैले त्यस्तो नराम्रो कुराहरू गर्नु लाग्यो त्यो विरुद्ध पनि प्रहरीले काम गर्छ। त्यस्तै गरी डोमेस्टिक भाइलेन्स भनेको घरेलु हिंसा, जस्तै घरेलु सम्बन्ध भएको कसैले चाहिँ दुःख हैरानी दियो भने, जस्तै कि डोमेस्टिक भाइलेन्स भनेको चाहिँ श्रीमानले श्रीमतीलाई कुट्नु मात्रै हुँदैन। डोमेस्टिक भाइलेन्स भनेको श्रीमानले श्रीमतीलाई या श्रीमतीले श्रीमानलाई, घरेलु सम्बन्ध भएको कसैले पनि, जस्तै आर्थिक कुरामा बाट वञ्चित गरेर पैसा कमाएर ल्याएको छ तर घरमा ल्याएर श्रीमतीले या कसैलाई चाहिँ घर खर्च गर्न दिएको छैन। त्यस्तै गरी आर्थिक कुराहरू भयो। त्यसै मानसिक, कसैले मानसिक टर्चर दिने है, मानसिक रूपमा तनाव दिने, त्यस्तै गरी शारीरिक रूपमा कुटपिट गर्ने घराइसी घरेलु सम्बन्ध भएको मान्छेलाई। त्यस्तै गरी यौनिक रूपमा भनेको चाहिँ घरमै पनि श्रीमान श्रीमती बिच पनि कसैले चाहिँ मन्जुर छैन भने चाहिँ सेक्सुअल्ली अथवा चाहिँ त्यसरी चाहिँ कसैलाई नराम्रो हिसाबले चाहिँ एप्रोच गर्न पाइएन भन्ने कुरा डोमेस्टिक घरेलु हिंसाले 4 थरी कुरा भन्छ। त्यस्तै गरी चाइल्ड सेफ्टी, बालबालिकाहरूको सुरक्षाको विषयमा प्रहरीले काम गर्छ। ह्युमन ट्राफिकिङ भनेको चाहिँ कसैलाई जागिरको लोभ लालचहरू देखाएर चाहिँ कसैलाई विदेश लान्छु तस्को भनेर चाहिँ विदेश लैजाने, अनेक सपना देखाएर विदेश लैजाने, काठमाडौँ लान्छु भनेर कहाँ लैजाने है, त्यो सबै कुराहरू। त्यसै गरी अर्ली म्यारेज भनेर अघि थुप्रै म्यामहरूले भन्नुभएको थियो, बाल विवाह विरुद्धमा चाहिँ बिहेबारी 20 वर्ष पारी भन्छौँ नि है। हाम्रो सानो यहाँको बहिनीहरू देखिरहेको छु, नानीहरूले, चेलीहरूले चाहिँ के गर्नु पर्यो भने घरमा बिहेबारी सबै कुरा उठ्यो भने चाहिँ होइन, म चाहिँ 20 वर्ष नपुगी या कम्तीमा 18-20 वर्ष नपुगी चाहिँ म बिहे गर्दिनँ, म पढ्छु, म ठुलो मान्छे बन्छु, भोलि म क्षमतावान भयो भने मैले खोजे जस्तो 1 से 1 केटाहरू पाउँछु, म अहिले चाहिँ बिहे गर्दिनँ, म पढ्छु, म क्षमतावान बन्छु, तब मात्रै म बिहे गर्छु भनेर सानो नानीहरूले चाहिँ के गर्नु पर्यो भने आफ्नो घरमा आफ्नो सानो बहिनीहरूलाई, सानो नानीहरूलाई, आफ्नो आमाहरूलाई, ठुली आमाहरूलाई, काका काकीहरूले जो पनि हुनुहुन्छ हजुरहरूले भन्न सक्नु पर्यो म अहिले बिहे गर्दिनँ। यदि तपाईँहरूको गाउँठाउँमा त्यस्तो चलन छ भने उमेर नपुगी चाहिँ म बिहे गर्दिनँ, म पढ्छु, लेख्छु, म जागिर खान्छु, म क्षमतावान मान्छे बन्छु, तब बल्ल म बिहे गर्छु भनेर भन्न सक्नु पर्यो। अर्को भनेको चाहिँ हामीले ड्रग एब्युज भनेर देख्न सक्नुहुन्छ स्क्रिनको बायाँपट्टि, भनेको लागु औषध विरुद्ध है। त्यस्तै गरी साइबर क्राइम भनेको अहिले मैले यत्रो समय जे चिज पस्केँ त्यो चाहिँ साइबर क्राइम थियो है। त्यस्तै गरेको सुसाइड र सेल्फ हार्म भनेको छ, भनेको कहिलेकाहीँ आफूले चाहिँ आफूले हानि गर्ने अथवा चाहिँ आफूलाई क्षति पुर्याउने अवस्था आइलाग्यो, मनमा नराम्रो कुरा खेल्यो भने चाहिँ कसै आफ्नो मनको समस्याहरू, दुःख पीडाहरू कसैसँग खोलिएन भने चाहिँ त्यस्तो नराम्रो थट्सहरू, विचारहरू, सोचाइहरू आउने गर्छ। त्यस्तो भयो भने पनि तपाईँले चाहिँ प्रहरीको अथवा चाहिँ त्यस्तो विश्वासिलो मान्छेको चाहिँ सहायता लिन सक्नुहुन्छ। अर्को मैले आरटिए भनेर भनेको छु, त्यहाँ रातो पहेँलो र हरियो बत्ती देख्नु भएको छ नि, आरटिएज भनेको छ नि, रोड ट्राफिक एक्सिडेन्ट भन्छ, सडक सवारी दुर्घटना। जस्तै गाउँठाउँमा त गाडी थोरै चल्छ, गाडीको छतमा बसेर पनि यात्रा गर्नुपर्ने हुनसक्छ, त्यो एकदम जोखिमपूर्ण काम हो। त्यस्तै गरी त्यो गाडीको क्षमता 14-15 सिटभन्दा बढी मान्छे राखेको हुनसक्छ, त्यो एकदम रिस्की कुरा हो नि, बर्खामा बाटो चिप्लो हुन्छ, हिलो हुन्छ, पहिरो गएको हुन्छ हो। यस्तो विषय विरुद्ध पनि प्रहरीले चाहिँ आफू सुरक्षित कसरी रहने सडकमा यात्रा गर्दाखेरि त्यो विषयमा पनि प्रहरीले चाहिँ सचेतनामूलक हामीले चाहिँ मेसेजहरू दिइरहेको हुन्छौँ। अर्को भनेको चाहिँ डेलिब्रेट बुस फायर भनेको चाहिँ यो भनेको कहिलेकाहीँ हिउँदमा चाहिँ गाउँठाउँमा अथवा त्यो नयाँ पालुवाहरू पलाउँछ, मुना पलाउँछ, घाँस नयाँ पलाउँछ भनेर त्यो वन डडेलोहरू लगाउने होइन, खरबारीहरूमा वन, त्यो हुन्छ नि, कोही कोहीको बानी हुन्छ नि, यसले गर्दा हाम्रो वातावरणमा जीव जन्तुहरू मर्ने अवस्था हुनसक्छ, वातावरण आकाश पुरै कालो हुनसक्छ, हामीले सास फेर्दा फोक्सोमा चाहिँ खराब धुवा जान सक्छ है। वन डडेलो यस्तो विरुद्ध पनि हामीले प्रहरीले चाहिँ काम गरिरहेको हुन्छ। ठिक छ। अब यो सम्बन्धी कानुन के छ त भन्ने कुरा चाहिँ बुझ्ने कोसिस गरौँ है। कानुन भने कुनै पनि देशमा त्यो देशले चाहिँ के गर्ने के नगर्ने भनेर चाहिँ बनाएको हुन्छ, नियमहरू बनाएको हुन्छ, त्यसलाई हामी कानुन भन्छौँ। जस्तै नेपालको मुख्य कानुन भने चाहिँ नेपालको संविधान है। नेपालको संविधानलाई आधार मानेर अरू कानुनहरू बनाइन्छ, जस्तै नागरिकता सम्बन्धी कानुन छ
है। त्यस्तै गरी चाहिँ पशुपक्षी सम्बन्धी कानुन, हरेक चिज सम्बन्धी ऐन भनेर हुन्छ, हरेक चिजको लागि आफ्नै कानुन हुन्छ। अब यो हामीले साइबर क्राइम, साइबर अपराधको सामाजिक सञ्जालमा हुने हरेक घटनाको बारेमा चाहिँ के छ त भन्दाखेरि चाहिँ विद्युतीय कारोबार ऐन 2063 भनेर अहिलेसम्म, अघि मैले जुन भनेको थिएँ 2063 मा लेखिएको कानुनले चाहिँ अहिलेसम्म हामीले एक्सर्साइज गर्नु, अहिलेसम्म हामीले चाहिँ काम गर्नु परिरहेछ। यसको लागि 2063, अब 2081-82मा छौँ हामी, हो 82मा नयाँ कानुन लेखेर चाहिँ अहिले जे छ त्यो विरुद्ध चाहिँ हामीले गर्न सक्ने कुराहरू राख्छौँ। यसमा चाहिँ 2 लाखसम्म जरिवाना र 5 वर्षसम्म कैद भनेको छ। जसले बदमासी गरेको छ, बदमासी गरेको मान्छेकोलाई चाहिँ यतिसम्म चाहिँ कानुनी व्यवस्था छ। यसमा के छ त भनेर हेर्न गयौँ भने विद्युतीय कारोबार ऐन 2063मा के भनेको छ भने कम्प्युटर स्रोत सङ्केतको चोरी भनेको कसैको कम्प्युटरमा रहेको सामानहरू चोर्न हुँदैन, नष्ट परिवर्तन गर्न हुँदैन। अनि दफा 45मा भनेको छ अनाधिकृत पहुँच, कसैलाई चाहिँ कसैको स्वीकृत, कसैको कन्सेन्ट, कसैको स्वेच्छा बिना चाहिँ कसैको मोबाइलमा भएको फोटो भिडियोहरू पनि तान्नु हुँदैन। कम्प्युटर सूचना प्रणालीमा क्षति पुर्याउने, त्यस्तै गरी विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गर्ने भनेको कुनै समयमा हाम्रो बहिनीहरूले, नानीहरूले, चेलीहरूले चाहिँ कसैलाई जानेर नजानेर आफ्नो व्यक्तिगत फोटो भिडियोहरू दिनुभयो र त्यो फोटो भिडियो चाहिँ अरू कसैलाई पठाइदियो, तपाईँलाई नसोधिकन तपाईँको स्वेच्छा स्वीकृति बिना चाहिँ अरू कसैलाई त्यो फोटो भिडियो पठाउनु हुँदैन। नम्बर एक त तपाईँले कति कुरा कसै बनाउँदै नबनाउनुहोस्, कसैलाई दिँदै नदिनुहोस् है, त्यो बिल्कुल गलत हो। भोलि तपाईँकै विरुद्ध प्रयोग गर्न सक्छ। यदि प्रयोग गरि नै हाल्यो, कसैलाई सेयर गर्यो भने चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ, यस्तो बेला उपचार खोज्नुपर्छ। कहिले पनि दुःखी हुनु हुँदैन। तपाईँले नजानेर गर्नुभएको हो, त्यस्तो भइ नै हाल्यो भने पनि के गर्न सक्नुहुन्छ, आफ्नो अब घरमा मम्मी हुनुहोला, बुवा हुनुहोला, स्कुलमा शिक्षक शिक्षिकाहरू हुनुहुन्छ, अलिअलि गाली गर्नु होला, आफ्नो ठाउँमा छ। तर गाली गर्नुभयो भन्दैमा तपाईँले नजानेर गरेको कुरालाई चाहिँ तपाईँ त बदमास होइन, गल्ती जसले सेयर गर्यो त्यो मान्छे बदमास हो, सजाय उसले पाउनुपर्छ भन्ने सोचेर चाहिँ तपाईँ यस्तो विषयमा चाहिँ पीडित हुनुहुन्छ भने, कसैले तपाईँले दुःख दिएको छ भने चाहिँ तपाईँले स्थानीय प्रहरीको, प्रशासनको अथवा चाहिँ आफ्नो नजिक जो हुनुहुन्छ विश्वासिलो मान्छेको चाहिँ सहायता लिन सक्नुहुन्छ। ठिक छ। त्यस्तै गरी अघि मैले देखाए जस्तो विद्युतीय माध्यम सम्बद्ध अपराध साइबर ठगी बनाएको छौँ है। त्यस्तै गरी अनलाइन चाइल्ड एक्सप्लोइटेसन एब्युज भनेको बालबालिकाहरूको चाहिँ है, बालबालिकाहरूको चाहिँ त्यस्तै छाडा फोटो भिडियोहरू बनायो अथवा चाहिँ नराम्रो कुराहरू बनायो भने चाहिँ त्यस्तो विषयमा प्रहरीले चाहिँ निवेदन दिएर आवश्यक कारबाही अगाडि बढाउँछ भन्ने कुरा। अर्को लाइभ स्ट्रिमिङ सुसाइड केसेस भनेको छौँ हामीले। कहिलेकाहीँ मान्छेले त्यस्तै नराम्रो कुराहरू गर्न लाग्यो, मान्छेले नेगेटिभ थट्सहरू आयो सञ्जालमा भने चाहिँ त्यस्तो बेलामा चाहिँ कहिल्यै पनि डाउन फिल गर्नु हुँदैन, नराम्रो फिल गर्नु हुँदैन। प्रहरीको अथवा चाहिँ विश्वासिलो मान्छेको चाहिँ सहायता लिएर आफ्नो समस्या खुलेर बोल्नुभयो भने भोलि जसले गल्ती गरेछ, जसले बदमासी गरेछ उसले चाहिँ सजाय पाउँछ। आफै भिक्टिम हुने, आफै पीडित हुने, अनि आफै दुःखी भएर अनि खाना पनि खाएको छैन, केही पनि गरेको छैन, त्यो सबै गरेर चाहिँ तपाईँहरू दुःखी हुनु पर्दैन है। जानेर नजानेर गल्तीको जसले बदमासी गरेछ, बदमासी गरेर चाहिँ सजाय पाउनु है। त्यही कुरालाई चाहिँ के भनेको छ भने दफा 47मा अघि मैले गैर कानुनी कुरा भने नि, यो अन्डरलाइन लगाएको हेर्नुभयो भने महिलालाई कसैले जिस्काउनु हुँदैन, हैरानी गर्नु हुँदैन, अपमान गर्ने हुँदैन, यस्ता कुनै किसिमको अमर्यादित कार्य गर्नु हुँदैन भनेको छ है सामाजिक सञ्जालमा। जसले त्यस्तो बदमासी गरेछ उसलाई चाहिँ 1 लाख रुपियाँसम्म जरिवाना र 5 वर्षसम्म कैद अथवा दुवै भनेको छ है। कानुन अनुसार चाहिँ यस्तो हुन्छ। सामाजिक सञ्जालमा कसैले बदमासी गर्यो भने चाहिँ यस्तो यस्तो सजाय हुन्छ भनेर मैले देखाउनु खोजेको। ठिक छ। अनि बालबालिकाहरूप्रति के हुन्छ भन्दा अघि नै भनेको कुराहरू हो है, अनलाइन सम्बन्धी सेक्सुअल एब्युज भनेर चाहिँ यसको लागि पनि एउटा कानुन छ। जस्तै कसैले बालबालिकालाई नराम्रो कुराहरू गर्यो भने चाहिँ बालबालिकाको लागि एउटा छुट्टै बालबालिकाको लागि छुट्टै के छ भने कानुन छ। त्यसलाई भन्छ भने बालबालिका सम्बन्धी ऐन। त्यो ऐनमा थुप्रै धेरै कुराहरू छ। त्यो धेरै कुराहरू मध्ये एउटा परिच्छेद 8को चाहिँ दफा 66, दफा 66 भनेको बुँदा नम्बर 66ले के भन्छ भने बालबालिका विरुद्धको कसुर, बालबालिका विरुद्ध कसैले चाहिँ गल्ती बदमासी गरेछ भने चाहिँ विद्युतीय माध्यम विशेष त सामाजिक सञ्जालमा गरेछ भने त्यो मान्छेलाई 50,000 जरिवाना, 1 वर्ष कैद वा दुवै भनेर चाहिँ भनेको छ है। बालबालिका विरुद्ध कसैले केही पनि गर्नु हुँदैन। तपाईँहरू चाहिँ भिक्टिमाइज हुनुभयो, पीडित हुनुभयो भन्ने लाग्यो भने चाहिँ कोही विश्वासिलो मान्छे अथवा चाहिँ स्थानीय प्रशासन, प्रहरीको चाहिँ सहायता लिन सक्नुहुन्छ यसमा। ठिक छ। अब यो सबै भन्दै गर्दा सुरक्षित रहने चाहिँ कसरी? बदमासी यसरी हुनसक्छ, ठगी यसरी हुनसक्छ। गर्ने के त? अब मैले मेरो ठाउँबाट या चाहिँ तपाईँ विद्यार्थी भाइ बहिनीहरूले आफ्नो ठाउँबाट गर्न के सक्नुहुन्छ भनेर मैले सरल हिसाबले मैले केही कुराहरू राख्ने कोसिस गरिरहेको छु। शिक्षक शिक्षिका सर म्यामहरू, विद्यालयको अरू कर्मचारी, नन टिचिङ स्टाफहरू सरहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यही कुरालाई QR स्क्यान गरेर चाहिँ हाम्रो वेबसाइटमा मैले यिनै कुराहरू राखेको छु, त्यो कुराहरू एक्सेस गर्न सक्नुहुन्छ। जस्तै पहिलो बुँदामा मैले अप्रत्याशित लिङ्क मेलहरू भनेको छ नि, जस्तै डोन्ट क्लिक अननोन लिङ्क। जस्तै तपाईँले चिट्ठा लटरी भर्नु भएको छैन, तपाईँको नाममा बढेमानको लटरी पऱ्यो, चिट्ठा पऱ्यो भनेर चाहिँ आउन सक्छ। त्यस्तो कुरा चाहिँ तपाईँहरूले क्लिक गर्नु भएन, खोल्नु भएन। भर्दै नभएको चिट्ठा कहिले पनि पर्दैन। त्यो चाहिँ तपाईँहरूलाई ठगी गर्नको लागि, बदमासी गर्नको लागि चाहिँ प्रयोग गरे हुनसक्छ भन्ने कुरा।
दोस्रो नम्बर बुँदाले के भन्छ भने आफ्नो गोप्य फोटो भिडियो व्यक्तिगत जानकारी जो कोहीसँग सेयर नगरे। गोप्य फोटो भिडियो भनेको तपाईँहरूको त्यो देखाउनु पनि लाज लाग्न सक्ने त्यस्तो नराम्रो कुराहरू बनाऊ भन्ने हुनसक्छ कसैले। त्यो बाहेक अरू व्यक्तिगत जानकारी भनेको तपाईँको नागरिकता, तपाईँको चाहिँ यदि गाडी चलाउनु लाइसेन्स लिनु लाइसेन्स, त्यस पछाडि तपाईँको घरको हुन्छ नि घरभित्रका व्यक्तिगत कुराहरू जो चाहिँ अरू कसैलाई त्यस्तो मान्छेलाई दिन नसकिने कुराहरू, त्यस्तो कुरा जो कोहीसँग चाहिँ सेयर चाहिँ नगर्नुहोस्। त्यस्तै गरी अर्को कुरा के भनेको छ भने सुरक्षित पासवर्डको प्रयोग गरौँ, समय समयमा परिवर्तन गरौँ भनेको छ है। सुरक्षित पासवर्ड भनेको चाहिँ तपाईँले एउटै पासवर्ड चाहिँ धेरै ठाउँमा प्रयोग नगर्नुहोस्, आफूले सम्झिन सक्ने तर अरूले सम्झिन गेस गर्न पनि अरूले चाहिँ यसले चाहिँ यो चाहिँ राखे होला है भनेर पनि गेस गर्न नसक्ने पासवर्डहरू राख्नु पर्यो। त्यसै गरी सम्भव भएसम्म चाहिँ तपाईँहरूको घरमा बुवा मम्मी कसैले चाहिँ फेसबुक चलाउनुहुन्छ भने फेसबुकको युजर नेम पासवर्ड भएपछि त छिर्न सकिन्छ फेसबुकमा। तर फोन नम्बर राखेर एउटा के चाहिँ गर्न सकिन्छ भने तपाईँहरूको युजर नेम र पासवर्ड र त्यो फोन नम्बरमा ओटिपी आउने गरी फेसबुकमा सेटिङ मिलाउन सकिन्छ। त्यो भइसकेपछि कुनै गलत मान्छेले तपाईँको युजर नेम र पासवर्ड लगिहाल्यो भने पनि त्यसको लागि एउटा वान टाइम पासवर्ड भनेर फेरि एउटा थप एउटा पासवर्ड चाहिँ तपाईँको बुवाको मम्मीको फोनमा फालिदिन्छ। तर त्यो फोनमा आएको एसएमएस चाहिँ त्यो बदमास मान्छेले पाउनु त हत्तपत्त पाउन सक्दैन। त्यसलाई भन्छ भने 2 फ्याक्टर अथेन्टिकेसन भनेको एउटा पासवर्ड त्यो माथि अर्को पासवर्ड ओटिपी पासवर्ड है। त्यो हिसाबले सेटिङमा गएर आफ्नो प्राइभेसी सेटिङहरू हुन्छ नि, फोटोलाई चाहिँ माइसेल्फ मी भन्ली गरेर चाहिँ त्यसरी चाहिँ राख्न सक्नुहुन्छ। 2 फ्याक्टरहरू पनि राख्न सक्नुहुन्छ। अर्को सार्वजनिक स्थानमा फ्री वाइफाई प्रयोग नगरौँ भनेको चाहिँ यो चाहिँ विशेष त बजार एरियामा चाहिँ जहाँ हत्तपत्त पाउने फ्री वाइफाई हुन्छ, फ्री वाइफाई फ्रीको चक्करमा कोही पनि नलाग्नुहोस् है। फ्री भने दुनियाँमा केही कुरा पनि फ्री हुँदैन। फ्रीको चिजको पछाडि केही न केही चाहिँ स्वार्थ चाहिँ कसैको न कसैको स्वार्थ चाहिँ लुकेको हुन्छ भन्ने कुरा हो। त्यस्तै गरी कम्प्युटर ल्यापटपहरूलाई समय समयमा अपडेट गरौँ भनेको छ है। यो भनेको विद्यालयको सर म्यामहरूले चाहिँ के प्र्याक्टिस गर्न सक्नुहुन्छ भने इन्टरनेटहरू जहाँसम्म लाग्छ सबै ठाउँमा पुगेको छ अहिले, किनभने यसरी हामीले भिडियो कल पनि गरिरहेको छौँ। त्यसले गर्दाखेरि चाहिँ विश्वसनीय एन्टिभाइरसहरू जस्तै अहिले मार्केटमा चाहिँ क्यास्परस्कीहरू है, बिट डिफेन्डरहरू यिनै नामका चलिरहेछ, त्यो चाहिँ प्रयोग गर्न सक्नुहुन्छ। सामान्य भनेको हामीले इन्टरनेटमा जुन पायो त्यो फाइलहरू डाउनलोड नगर्ने, फाइल डाउनलोड गरेर अन्तिममा EXE फाइल हुन्छ भने आफूलाई थाहा नभएको फाइललाई डबल क्लिक नगर्ने। एउटा एक्सेल पावर पोइन्ट फाइलहरूलाई चाहिँ थाहा नभएको कन्फ्युज भएको फाइलहरूलाई चाहिँ डबल क्लिक नगर्नुहोस् है, त्यो कुराहरू भयो। त्यस्तै गरी अन्तिम कुरो एकदम पावरफुल बुँदा भनेको मैले यहाँ विद्यार्थी भाइ बहिनीहरूलाई, हाम्रो सर म्यामहरूलाई र हाम्रो यो जोन्टा क्लब काठमाडौँको चाहिँ सर म्यामहरूलाई मैले पनि विशेष त के टार्गेट गरेर उहाँहरूलाई चाहिँ मैले एउटा के मेसेज दिन खोजेँ भने सबैभन्दा अन्तिममा राखेको बुँदा र सबैभन्दा पावरफुल बुँदा चाहिँ के छ भने हामीले जति पनि हाम्रोमा प्रहरीको सामु आउने केस हुन्छ यो भनेको घर परिवारमा मैले धेरै ठाउँमा सोधिरहेको हुन्छु छोराछोरीहरू केटाकेटीहरूले चाहिँ केही कुराहरू सञ्जालमा त्यस्तो बदमासीहरू गर्यो भने मेरो पहिलो प्रश्न उहाँहरूलाई चाहिँ के हुन्छ भने घरमा बुवा आमाले छोराछोरीले घर परिवारका जहानहरूले चाहिँ सँगै खाना खानुहुन्छ भनेर सोद्धाखेरि 90-95%ले चाहिँ के भन्नुहुन्छ खाँदैनौँ, भ्याइँदैन, खाना खानै भ्याइँदैन भन्नुहुन्छ। बजारमा त्यस्तो हुन्छ। जुन घरमा बुवा आमा छोराछोरीले सँगै खाना खान भ्याउनुहुन्न उहाँहरूमा के हुन्छ भने मतभेद हुन्छ कि एकजना एकातिर जहाँ चाहिँ साँझ बिहान सँगै खाना खानुहुन्छ उहाँहरूको चाहिँ के हुन्छ भने यस्तो यस्तो भने घर सल्लाह हुन्छ। घर सल्लाह भइसकेपछि के हुन्छ भाइ बहिनीहरूले विद्यार्थी भाइ बहिनीहरूले बुवा आमाको अगाडि मलाई यसो समस्या पर्छ खुलेर बोल्न सजिलो हुन्छ है। त्यो हिसाबले चाहिँ घरमा जहान परिवारहरू मिलेर सँगै साँझ बिहान सँगै खाना खाने बानी छ, त्यो बानी चाहिँ राम्रो बानी हो। घरमा बुवा आमासँग चाहिँ मलाई यस्तो समस्या पऱ्यो भने खुलेर बोल्नु सक्नुपर्छ है, ठिक छ। त्यही भएर अनलाइनमा चाहिँ यस्तो हुन्छ भनेर अहिले यहाँ सानो हाम्रो विद्यार्थी भाइ बहिनी नानीहरूले यत्रो कुरा सिक्नु भएको छ। यो कुरा सिकिसकेपछि चाहिँ तपाईँहरूले मनको कुरा चाहिँ मनमै चाहिँ नराख्नु होला है। आफ्नो गाउँठाउँमा गएर आफ्नो घरमा गएर यो सबै सिकेको कुराहरू सुनेका कुराहरू पढेका कुराहरू चाहिँ घरमा बुवा मम्मीलाई नजिकको छिमेकीहरूलाई आफन्तहरूलाई इष्टमित्रहरूलाई चाहिँ सेयर गर्नु होला। अनलाइनमा के गर्ने के नगर्ने कसरी चाहिँ मान्छेले बदमासी गर्न सक्छन् भन्ने कुरा सबैले बाँड्नु होला है। ज्ञान भन्ने कुरा जति बाँड्यो त्यति बढ्छ है। ज्ञान भन्ने कुरा सिक्नुभयो मनको कुरा तर मनमै राख्नुभयो भने यो कुरा त तपाईँ त आफू त बच्नुभयो, तर त बस्न तपाईँ मात्रै बचेर भएन, समाजमा त हामी सबै सुरक्षित हुनु पर्यो। त्यो हिसाबले यस्तो जानेको बुझेको सिकेको कुराहरू चाहिँ अरूको अगाडि पनि सेयर गर्नु होला बाँड्नु होला भन्ने है। अब यसको लागि हामीलाई नेपाल प्रहरीलाई कसरी सम्पर्क गर्ने भने तपाईँको हातमा फोन छ भने 100-100 100 डायल गर्नुभयो भने इमर्जेन्सीको अवस्थामा तत्कालै के गर्नु पऱ्यो भने 100 100मा कल गर्नुभयो भने नजिकको प्रहरीमा फोन जान्छ। त्यो बाहेक अरू हरेक जिल्लाको लागि चाहिँ आफ्नो फोन नम्बरहरू हुन्छ, त्यो चाहिँ नेपाल पुलिस भन्नेको अहिलेको फेसबुक पेजमा जानु भने पत्ता लगाउन सक्नुहुन्छ। र साइबर ब्युरोको हकमा चाहिँ यो हाम्रो काठमाडौँको यहाँको साइबर ब्युरोको नम्बर हो है। तर तपाईँले चाहिँ तपाईँलाई समस्या अप्ठ्यारो पऱ्यो भने साइबर ब्युरो काठमाडौँले तत्कालै रेस्पोन्स गर्ने या चाहिँ जवाफ दिने अवस्था नरहन सक्छ। त्यसको लागि चाहिँ तपाईँले स्थानीय प्रहरी अथवा चाहिँ आफ्नो जिल्ला प्रहरी कार्यालयको चाहिँ स्थायी नम्बर हुन्छ, पर्मानेन्ट नम्बर हुन्छ, त्यो नम्बरहरू चाहिँ तपाईँले कतै याद गर्नु होला, त्यसमा चाहिँ काम लाग्न सक्छ है। हाम्रो नेपाल पुलिसको मोबाइल एप्स पनि छ। फेसबुकमा हामी छौँ साइबर ब्युरो नेपाल भनेर, ट्विटर छ, ट्विटर भनेको अहिले एक्स भन्छ, यसमा पनि हामी छौँ, इन्स्टाग्राममा पनि हामी छौँ है। त्यस्तै गरी अर्को हामी केमा छौँ युट्युबमा पनि हामी छौँ है। सबैभन्दा धेरै हामी एक्टिभ चाहिँ फेसबुकमा हुन्छौँ है। साइबर ब्युरो यु
र नेपाल पुलिसको दुईटा पेज चाहिँ यहाँहरूले आज घरमा गएर तपाईँहरू सबैको बुवा आमाको हातमा फोन छ भने फोनमा फेसबुकमा गएर सर्च गर्नुहोस् CYBER साइबर BUREAU ब्युरोहरू सर्च गर्नुहोस्। यो नेपाल पुलिसको झन्डा राखेको 126K पुगिसक्यो होला, अहिले 126K फलोवर भएको हाम्रो पेज चाहिँ हामीले अघिको जस्तो राम्रो राम्रो फोटो हाले हुन्छ। तपाईँहरूले घरमा गएर बुवा आमाको फेसबुकबाट सर्च गर्नुहोस्, लाइक गर्नुहोस्, फलो गर्नुहोस्। यसबाट तपाईँहरूले त सिकि नै हाल्नु, तपाईँको बुवा आमाहरूले पनि यस्तो कुरा सिक्नु पऱ्यो, बुझ्नु पऱ्यो। ठिक छ, ओके। मैले यति भन्दा चाहिँ मेरो प्रस्तुति चाहिँ टुङ्गाएँ। यहाँहरूले ध्यानपूर्वक सुनिदिनु भएकोमा विद्यार्थी भाइ बहिनीहरू, स्कुलको सर म्यामहरू लगायत सरकारवाला सबैलाई म धन्यवाद दिँदै मेरो प्रस्तुतिबाट चाहिँ म अहिले ओझेलमा पर्ने र यहाँको केही समस्या गुनासोहरू छ भने अहिले सम्बोधन गर्ने या सेसनको अन्तिममा सम्बोधन गर्ने यो म्यामले भनि नै हाल्नुहुन्छ। अहिलेको लागि धन्यवाद। हजुर, धन्यवाद प्रहरी नायब उपशिक्षक गरेन्द्र आचार्यज्यू। यहाँले प्रस्तुति गर्नुभएको प्रस्तुतिबाट अवश्य पनि उपस्थिति सबैजनाले धेरै कुरा जानकारी पर्यो भन्ने विश्वास गर्दछु। अब कार्यक्रममा निरन्तरता दिँदै यस वर्षको अन्तर्राष्ट्रिय नारी प्रविधिको सही प्रयोग गरौँ र लैङ्गिक हिंसाको अन्त्य गरौँ भन्ने नारालाई आत्मसात गर्दै सोही प्रविधिको सही उपयोग गर्दै आज हामी यस कार्यक्रममा चाहिँ सञ्चालन गरेर यहाँसँग आबद्ध हुन पाएका छौँ भने यही प्रविधिको दुरुपयोग भयो भने विभिन्न किसिमका चाहिँ घटनाहरू हुन्छन् भन्ने पनि यहाँले सबैले जानकारी पाउनुभयो। अब यस कार्यक्रमलाई कन्टिन्यू गर्दै अधिवक्ता सल्लु तिवारीज्यूलाई चाहिँ सबै कुराहरू चाहिँ यसमा अहिले यहाँ हाम्रो गजेन्द्र सरले चाहिँ सबै भनिसक्नु भएको छ। त्यस विषय बाहेक पनि साइबर अपराध सम्बन्धी के कस्ता व्यवस्था छन् र मुद्दा कसरी चल्दछ र अहिले चाहिँ नि हाल प्रचलित कस्ता किसिमका चाहिँ मुद्दाहरू यहाँले हेरिरहनु भएको छ, यस सम्बन्धीमा चाहिँ नि जानकारी हुन दिनको लागि चाहिँ अधिवक्ता सल्लु तिवारीलाई चाहिँ नि अनुरोध गर्दछु। धन्यवाद। नमस्कार सबैमा। म सम्बोधनतिर लागिन, म सिधै जान्छु। सरले सबै कुराहरू त कानुनका पनि धेरै जसो भनिसक्नु भएको छ, त्यही पनि मैले अलिकति विद्यार्थी भाइ बहिनीहरूको लागि अलिकति उपयोगी हुने चाहिँ म पोइन्टमा पनि भन्छु। मेरो आवाज त सुनिएको छ है? हाम्रो यो 16 दिने लैङ्गिक हिंसाको आज हाम्रो दोस्रो दिन हो। अब यसको चाहिँ अब स्लोगन भनेको अघि भइसक्यो, प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने छ हाम्रो यो स्लोगन पनि 16 दिनेको आज दोस्रो दिन। र यो डिजिटल भाइलेन्स मेन भनेको अब प्रवृत्तिकैतिर जानु पर्यो। डिजिटल भाइलेन्स भनेको के हो त भनेर म भन्छु। डिजिटल भाइलेन्स भनेको चाहिँ अब डिजिटल प्रविधिबाट गरिने वा डिजिटल प्रविधिबाट प्रवर्तन हुने कुनै पनि प्रकारको हिंसा या यातनालाई सम्झिनुपर्छ। डिजिटल प्रविधि भन्नाले जस्तो मोबाइल फोन, अनि त्यसपछि सन्देशवाहक एप्सहरू थाहा छ सबैलाई, मेसेन्जर, वाट्सएप, भाइबर, इमो, इमेल अनि अरू यस्तै प्रकारका अनलाइन माध्यमबाट हुने माध्यमहरूलाई नै चाहिँ के अरे त्यो डिजिटल हिंसाका उहरू हुन् है। अब यातना हुने चाहिँ डिजिटल हिंसाका चाहिँ कसरी हुने भने माध्यमहरू चाहिँ ती अनलाइनका ती माध्यमहरू भयो। यो त सबैलाई थाहा छ, हामी वाट्सएप पनि युज गर्छौँ, भाइबर पनि युज गर्छौँ, वाट्सएप सबै, इमो अहिलेको नानीहरूले झन् इमो के युज गरेर हुन्छ, इन्स्टाग्राम होइन। अब यसको चाहिँ अब कसरी हुन्छ त भन्दा साइबर बुलिङ भन्ने छ। साइबर बुलिङ भनेको चाहिँ अनलाइन माध्यमबाट कसैलाई धम्काउने, थर्काउने होइन, ह्यारेसमेन्ट गर्ने, अपमान गर्ने वा अन्य कुनै प्रकारको धम्की दिने कार्यलाई चाहिँ साइबर बुलिङ भनेर भन्छ। हामीले मेसेन्जरबाट अथवा योबाट हामीले अनलाइन प्रयोग भयो भने चाहिँ त्यहाँ चाहिँ साइबर बुलिङ भन्छ। अब यस्तो कार्यले चाहिँ अर्को पक्षलाई के हुन्छ त, मानसिक यातना हुन्छ, टर्चर हुन्छ नि त, ऊ त आफै ट्रमाटाइज भएको हुन्छ। कति केसहरू छ नि यस्तो, मलाई यसरी धम्कायो भनेर उसले आफ्नो पढाइ सबै छोडेर, पेसै छोडेर, कुनै कामै गरेको छ भने जब छोडेर ऊ कस्तो ट्रमाटाइज भएर कति गाह्रो भएको हुन्छ। त्यही भएर यो साइबर बुलिङ चाहिँ गर्नु हुन। अब यस्तो डिजिटल हिंसालाई रोक्ने चाहिँ खासै यहाँ कानुन छैन, म कानुनको चाहिँ पछि भन्छु कुराहरू। यसमा चाहिँ हाम्रो चाहिँ यो विद्युतीय कारोबार ऐन 2063 छ, त्यही अन्तर्गतको छ र संविधानमा पनि हाम्रो गोपनीयताको हक भन्ने एउटा छ मौलिक हक अन्तर्गतको, र त्यसमा गोपनीयता भनेको आफ्नो कुरा आफू गोप्य राख्ने भन्ने, त्यसमा पनि यो साइबरको लागु हुन्छ। अब साइबर बुलिङ के भयो भने अर्को भन्छ अनलाइन ह्यारेसमेन्ट एन्ड ट्रोलिङ भन्छ। कसैलाई डिजिटल माध्यमबाट बेइज्जती गराउने, ह्यारेसमेन्ट गराउने, किसिमका नकारात्मक अर्थ दिने, नकारात्मक अर्थ निस्किने गरी भिडियो अथवा टेक्स्ट पोस्ट गरिदिने, अब त्यस्तो कार्यहरू चाहिँ यो अनलाइन ह्यारेसमेन्टबाट हुन्छ। अब त्यो भयो भने
अब हामीले कसैलाई पनि बरु तपाईँहरू भेटेर प्रत्यक्ष भेटेर गाली गर्नुहोस् बरु, तर अनलाइनको माध्यमबाट मेसेन्जरबाट यो त यस्तो उस्तो भनेर तपाईँहरू कहिले पनि त्यो गर्न मिल्दैन। तपाईँहरू त डिलिट गरेँ भन्नुहुन्छ होला, अघि सरले पनि भनिसक्नु भएको छ, डिलिट गरेँ भन्नुहुन्छ होला, तर त्यो कहिले पनि डिलिट हुँदैन। एकचोटि आफूले पठाएपछि त्यो सधैँलाई पठाए हामीले डिलिट गरेर मिल्दैन त्यो। त्यही भएर एकदम सोचेर मात्रै कसैलाई पठाउनुभन्दा अगाडि चाहिँ सोचेर मात्रै हामीले पठाउनु पर्ने हुन्छ टेक्स्टहरू पनि। अब साइबर स्टकिङ भन्छ, साइबर स्टकिङ भनेको चाहिँ कसरी मन्जुरी बेगर उसको एक्टिभिटिजहरू चाहिँ डिजिटल माध्यमबाट उसलाई निगरानीमा राख्नु, यसलाई चाहिँ डिजिटल हिंसा भनेर भनिन्छ। त्यसमा चाहिँ अब रोक्ने पर्याप्त यो साइबर स्टकिङलाई चाहिँ रोक्ने पर्याप्त कानुन त खासै नेपालमा छैन, र पनि हामीले चाहिँ त्यो 63 को अन्तर्गत नै हामीले गरिरहेका छौँ। जस्तो बिना स्वीकृति कसैको फोटो भिडियो सेयर गर्ने, अब त्यो पनि हामी कसैको फोटो पनि खिचेर यतिकै साथीहरूको भए जिस्किएर फोटो खिचेर त्यसरी राख्छौँ नि कोहीको बेलामा, त्यो पनि राख्नु हुँदैन। त्यो पनि एउटा अपराध रहेछ है। प्रविधिको हामीले त्यो चाहिँ गलत प्रविधि लिएर गलत फाइदा उठाइरहेछौँ, त्यस्तो चाहिँ कहिले पनि गर्नु हुँदैन। कुनै ग्रुपमा जस्तो कुनै कार्यक्रममा खिचेको फोटो छ भने चाहिँ त्यसमा त्यो पर्दैन, तर कसैको स्वीकृति बेगर उसलाई थाहा नै छैन उसका फोटोहरू उसको भिडियोहरू पर्सनल मोबाइलबाट लिएर उसको भिडियोहरू कुनै छ भने त्यो लिएर हामीले सेयर गऱ्यौँ भने त्यो पनि एउटा अपराध रहेछ है। अब आइडेन्टिटी थेफ्ट भन्छ, त्यो चाहिँ परिचय चोरी। कसैले पनि कसैको परिचय प्रयोग गरेर सोसियल मिडिया वा सन्देशवाहक एप्सहरूमा फेक अकाउन्ट खोल्न हुँदैन। अर्काको नामबाट अहिले कति देख्छौँ नि हामीले, कति फेक अकाउन्टहरू छ नि, ठुल्ठुलो मान्छेहरूको, सेलिब्रिटीहरूको, ठुल्ठुलो व्यक्तिहरूको हामीले फेक एकाउन्ट हुन्छ, उनीहरूको आफ्नो व्यक्तिगत हुँदैन, यसले यो भने भनेर धेरै हामीले त्यो देखिरहेको हुन्छौँ हामीले फेसबुकतिर होइन। अब डक्सिङ भनेको चाहिँ अब कसैको इज्जत प्रतिष्ठा डक्सिङ पनि गर्नु हुँदैन, र आर्थिक कुरामा खतरा पुर्याउने मनसायले उसको व्यक्तिगत विवरण र सूचनाहरू प्रकाशन गर्नु हो। जस्तो कसैको फोन नम्बर, ब्याङ्क एकाउन्ट वा यस्तै सूचना बाहक अनलाइन माध्यमबाट प्रकाशन गर्नु वा राख्नु हो। कसैको फोन नम्बर पनि हामीले कसैलाई नसोधिकन दिनु हुँदैन। साथीको साथीमा आफन्त चिने जानेकोमा यो नम्बर कसैको दिनु भन्दा मिल्छ, तर कसैको पनि नम्बर दिने यसलाई यो गर भन्ने, तर अरूलाई नसोधिकन हामीले कसैको फोन नम्बर पनि अरूलाई दिनु हुँदैन। यदि सोधेर मागेको छ भने पनि हामीले जुन व्यक्तिको फोन नम्बर मागेको छ उसलाई सोध्ने, यस्तो यस्तो मान्छेले तपाईँको फोन नम्बर मागेको छ दिउँ कि नदिउँ भनेर सोधेर नै दिनुपर्ने हुन्छ। यतिकै मैले मसँग सेभ छँदैछ, मसँग त छँदैछ, मैले उहाँको नम्बर दिएँ ल यो भनेर उसले गलत प्रयोग गर्नको लागि पनि त नम्बर मागे हुन सक्छ नि त, त्यही भएर त्यो पनि गर्नु हुँदैन। अब अर्को हेट स्पिच भन्छ, कुनै व्यक्ति जाति सम्प्रदाय विरुद्ध घृणा विभेद वा अपमानजनक कुराहरू गर्नु, यस्तो कुराहरू डिजिटल माध्यमबाट प्रयोग भन्यो भने यो चाहिँ डिजिटल हिंसा भयो। अब हामीले यतिकै अब यो त हाम्रो अहिले पनि छ जातीयता धार्मिक हिसाबले कसैलाई पनि होच्याउनु हुँदैन भन्ने छ नि त हाम्रो यहाँ अहिले पनि। बाहिर त बोल्न मिल्दैन, त्यसमा अर्कै कानुन लाग्छ। यदि हामीले सामाजिक सञ्जालको यो वाट्सएपको यस्तो प्रयोग गरेर जातीय सम्बन्धी कुनैलाई धर्ममा असर पर्ने गरी कसैको त्यसरी हामीले गरियो भने चाहिँ त्यो चाहिँ डिजिटल हिंसा हुँदो रहेछ है। हामीले यतिकै गरेको चाहिँ हुँदैन, त्यसको छुट्टै कानुन हुन्छ, तर यदि प्रविधिको प्रयोग गरेर गरेछ भने त्यो चाहिँ डिजिटल हिंसा हुन्छ। अर्को अनलाइन स्क्याम एन्ड एक्सप्लोइटेसन भन्छ, त्यो चाहिँ विद्युतीय ठगी र शोषण। अब यसमा चाहिँ कति आइरहेको हुन्छ, अहिले पनि मलाई नै आएको थियो 2 दिन अगाडि एउटा वाट्सएपमा मेरै साथीले मलाई 50,000 रुपियाँ चाहियो, के अरे आई निड हेल्प, मलाई 50,000 चाहियो, म पर्सि नै रिटर्न गर्छु, मेरो क्युआर चलेन प्लिज भनेर यो अकाउन्टमा हालिदिनु भनेर मलाई नै नम्बर आएको थियो होइन वाट्सएपमा, मेरै साथीको। उसको वाट्सएप कसैले ह्याक गर्यो होला, अनि मैले डाइरेक्ट उसलाई फोन गरेँ, अनि फोन गरेपछि उसको ह्याक भएको रहेछ भन्ने थाहा भयो। तर कतिले त के हुन्छ, अब साथीले पठायो बिचरा चाहिएको होला है भनेर हतनपत पठाइदिनु पनि सक्छ नि, हो त्यो भनेको। अब त्यसरी ठगी भएको यति धेरै छ अहिले। फेरि यसको माध्यम भनेको चाहिँ वाट्सएप नै रहेछ, धेरै जसो भनेको वाट्सएपमै आउँछ यस्तो ठगीहरू चाहिँ। यो भयो पहिला पहिला नै आउँथ्यो, तपाईँले करोडपति जित्नुभयो भनेर पनि आउँथ्यो, त्यस्तो ठगीमा परेको कति छ। हाम्रोमा पनि एकजना एउटा मुद्दामा यस्तै आउनु भएको थियो इन्डियाबाट। पहिला त उहाँले लन्डन कि कहाँ बिचमा काम गर्छु, केमा काम गर्छु भन्नुभएको रहेछ। अनि म तँलाई अब त्यतिखेर आइफोन 16 थियो, आइफोन 16 पठाइदिन्छु, अनि यो पठाइदिन्छु यति पाउन्डहरू, अनि एसेसरिजहरू, डायमन्ड रिङहरू, मैले यति सामानहरू पठाएको छु तँलाई, तैँले चाहिँ कस्टम क्लियरको लागि अलिकति पैसा चाहिँ हाल्नुपर्छ भनेर भने रहेछ। अनि उसको सामान आयो भनेर उसले 30,000 कि 35,000 कति कस्टम क्लियरको लागि भनेर आयो। त्यसपछि त्यो मोबाइलै अफ भयो, उसको लाग्दैन लागेन होइन, उसले जहाँ ठाउँमा भनेको थियो त्यसरी हाल्यो। अनि त्यो उजुरी लेख्नु भनेर हाम्रै अफिसमा आएको थियो नि, हामीले त्यो मुद्दा नि गऱ्यौँ। पछि यहीँको नेपाली मान्छे क्यान्सेलको मोबाइल चलाएर त्यो गर्नुभएको छ बौद्धमा कहाँ भनेर। त्यस्तो ठगीहरू धेरै आउँछ, त्यही भएर तपाईँहरू पनि एकदमै के अरे विचार गरेर, झन् अहिलेको साना भाइ बहिनीहरूलाई त कति गाह्रो हुन्छ, भर्खर सिक्ने बेला छ, केही पऱ्यो भने पछि धेरै छ नि त, जीवन त बाँच्नलाई त धेरै छ होइन। त्यसकारण त्यो चाहिँ
अहिलेदेखि अलि आफू अवेर भएर घरमा पनि सिकाएर आज कुरा जाने भए त अब यो सिकाउनु भनेर आफ्नो घरमा बुवा आमा दिदी बहिनी कोही हुनुहुन्छ उहाँहरूलाई पनि सिकाउनु होला भाइ बहिनीले चाहिँ। अब अर्को चाहिँ डिजिटल हिंसाबाट बढी प्रभावित चाहिँ को हुन सक्छ त? महिलाहरू, बालबालिका हुन सक्छन् होइन, सार्वजनिक व्यक्तित्वहरू पनि हुन सक्छन्, अल्पसङ्ख्यक भयो, अनि डिजिटल रूपमा चाहिँ असाक्षर वर्ग। अब साक्षर भएर पनि डिजिटल चलाउन नसक्ने हुन्छ नि त, कोही त पढ्न लेख्न जाने हुन्छ तर मोबाइलको प्रयोग चाहिँ गर्न नजाने पनि हुनसक्छ, त्यस्तो व्यक्तिहरू पनि पर्छ। महिलाहरू झन् यसै पर्छन्। सार्वजनिक व्यक्तिहरूलाई त झन् धम्काएर तेरो फोटो यहाँ राख्छु भनेर त्यसरी धम्काएर पनि गरे हुन्छ। नेपालमा डिजिटल हिंसा सम्बन्धी कानुनी व्यवस्थामा चाहिँ हामीले चाहिँ यो इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट 2063 भनेर छ, त्यसमा चाहिँ धारा भन्दा नि म तपाईँहरूलाई चाहिँ के भन्छु भने अश्लील सामग्री प्रसारण गर्यो भने, तपाईँहरूले अरूको अश्लील सामग्रीहरू प्रसारण गर्यो भने के हुन्छ त? कानुनमा चाहिँ के छ त? 1 वर्षसम्म कैद हुन्छ है, वा 10,000सम्म जरिवाना वा दुवै है, त्यो फेरि होइन नि, 1 वर्षसम्म कैद र जरिवाना पनि हुन सक्छ, दुईटै पनि हुन सक्छ, एउटा पनि हुन सक्छ। कुनै जरिवाना मात्रै गर्ला अथवा सजाय नगर्ला, कोही सजाय गरेर जरिवाना नगरे हुन्छ अथवा दुईटै पनि हुन सक्छ। यो चाहिँ अश्लील सामग्रीहरू प्रकाशन गरेमा हामीले कसैलेको नराम्रो भिडियोहरू हुन्छ नि बनाएर त्यो फोटोबाट, अहिले त सबै एआईले गर्दा जोसँग पनि हिँड्या हुन्छ, कपाल बनाइदिया हुन्छ फोटोहरू। अब कति हामीले देख्छौँ हाम्रो नेताहरूको फोटोहरू कोसँग बनाइदिएको, त्यस्तो अश्लील फोटोहरू गऱ्यो भने चाहिँ कानुनमा चाहिँ यो रहेछ है। अर्को चाहिँ ह्याकिङ गर्यो भने के हुन्छ त? कसैको अकाउन्टहरू ह्याकिङ गर्यो भने चाहिँ कति लाग्छ, के हुँदो रहेछ त सजाय? 3 महिनादेखि 3 वर्षसम्म कैद हुने, 60,000सम्म जरिवाना वा दुवै। अब हामीले कतिले आए यसको फेसबुक साथीमा पनि हामीले यो गरिरहेको हुन्छ। यो धेरै भनेको यो 9, 10, 11, 12 को बच्चाहरूले गरेछ नि। मैले पनि 11, 12लाई मैले साइबर क्राइमको क्लास लिँदाखेरि उहाँहरूले क्लियर गर्नुभएको थियो। साथीमा यसको को बोयफ्रेन्ड रहेछ भनेर हेर्नको लागि उसको आइडी ह्याक गरेको भनेर त्यस्तो थियो। त्यसकारण त्यो खेलाची गरेर पनि कसैको आइडीहरू चाहिँ त्यसरी ह्याक गर्न हुँदैन। भोलि जरिवाना हुन्छ, सजाय हुन्छ। पढ्दै गरेको भर्खर तपाईँहरू त सानो बालबालिका कलिलो मुना हो नि त, पछि गएर धेरै कुरा गर्नु छ, अनि यस्तोमा लाग्यो भने त अहिलेबाट तपाईँहरूको भविष्य त राम्रो हुँदैन नि त। त्यसकारण यसमा चाहिँ एकदमै केयरफुल भएर लाग्नुपर्छ, विशेष गरी भाइ बहिनीहरू। अर्को चाहिँ डाटा नष्ट अथवा दुरुपयोग गरेमा, कसैको मोबाइलमा ल्यापटपमा भएको डाटाहरू र त्यहाँको डाटा अरूलाई पठाउने वा त्यहीँ डिलिट गरेर फाल्ने, त्यस्तो गर्यो भने चाहिँ 1 वर्ष कैद वा 1 लाखसम्म जरिवाना हुँदो रहेछ है। अर्को चाहिँ भ्रामक सूचना प्रसारण, गलत सूचना दियो भने चाहिँ 5 वर्षसम्म कैद वा 1 लाखसम्म जरिवाना हुन सक्छ है। त्यसमा चाहिँ भ्रामक सूचना भन्नाले कसैले कसैसँग बिहा गर्यो अथवा कसैले के दियो, यसको यस्तो छ, यसको यो अफेयर छ भनेर हामीले लेख्छौँ नि। अहिले युट्युबरहरूले कति आइरहेछ, कति फेक सूचना हुन्छ नि। पढ्यो अर्कै हुन्छ होइन, बाहिर हेडिङ अर्कै लेखा हुन्छ, अनि सूचना गर्यो एउटा अर्कोसँग भन्या हुन्छ। त्यही भएर त्यस्तो गर्यो भने चाहिँ 5 वर्षसम्म कैद र 1 लाखसम्म जरिवाना हुन्छ। अनि अर्को प्रस्तावित के गरेको छ भने सञ्चार तथा सूचना प्रविधि ऐन चाहिँ अहिले प्रस्ताव गरेको छ सरकारले। त्यसमा चाहिँ डिजिटल हिंसा र साइबर अपराधलाई अझ कडा बनाउन नयाँ कानुन प्रस्ताव गरेको छ। यसले चाहिँ अनलाइन उत्पीडन, गैर सहमतिको सामग्री सार्वजनिक, सामाजिक सञ्जालको दुरुपयोग भनेर त्यो प्रस्ताव गरेको छ, तर त्यो पारित चाहिँ भएको छैन। त्यो चाहिँ प्रस्तावित मात्रै हो। अर्को मौलिक हक पनि छ। हाम्रो नेपालको संविधान 2072 मा मौलिक हक अन्तर्गत गोपनीयताको हक भन्ने धारा 28 मा छ। त्यो चाहिँ सुरक्षा र मर्यादाको हक हो। डिजिटल हिंसा हुँदा उल्लङ्घन हुन्छ, यसको लागि राज्यले सुरक्षा उपाय र कानुनी उपचार उपलब्ध गराउनु पर्ने हुन्छ। गोपनीयता भन्छ त मैले जे पनि मेरो कुराहरू त गोपनीयता राख्न सक्छु नि त, अरूले त गोपनीयता भङ्ग गर्यो भने त्यो पनि एउटा चाहिँ साइबर डिजिटल हिंसासँगै जोडिएको हुन्छ यो गोपनीयताको हक चाहिँ। त्यही भएर अर्को छ साइबर सुरक्षा नीति 2076 भनेर छ। डिजिटल हिंसा रोक्ने, जनचेतना बढाउने, कमजोर वर्ग जस्तो महिला, बालबालिका, LGBTQ+ को सुरक्षा सुनिश्चितता गर्ने। अर्को चाहिँ डिजिटल हिंसा भयो के गर्ने त? अघि हाम्रो गजेन्द्र सरले भनिसक्नु भएको छ, त्यो के गर्ने उहाँहरूकै पाटो हो, उहाँहरूले नै उजुरी लिने। अब त्यो भयो भने चाहिँ तपाईँहरूले कसैले केही पठाएको छ भने त्यसको चाहिँ स्क्रिनसट गरेर राख्ने, स्क्रिनसट लिने होइन, ट्याक्क लाएर। प्रुफ त चाहियो नि, तपाईँलाई कसैले म्यासेज गरेको छ अथवा तपाईँको फेसबुक वालमा कसैले लेखाएको छ भने चाहिँ त्यो चाहिँ स्क्रिनसट गरेर राख्न पर्यो, प्रमाण त चाहियो नि। त्यसै गरेर मलाई साइबर यो भयो भने त लिनुहुन्न सरहरूले, त प्रमाण त चाहियो। त्यसको लागि चाहिँ तपाईँहरूले पहिला चाहिँ स्क्रिनसट गरेर राख्नुपर्ने हुन्छ। र साइबर ब्युरोमा गएर उजुरी गर्ने, त्यो पनि अनलाइन पनि गर्न सकिन्छ, के अरे प्रत्यक्ष जाने अथवा अनलाइन पनि गर्न सकिन्छ। अनलाइन चाहिँ अनलाइन कम्प्लेन्ट लिङ्क भनेर छ, त्यहाँ गएर क्लिक गर्यो भने अघि सरले भनेको छ नेपाल पुलिस साइबर ब्युरो भनेर गुगल सर्चमा गर्नुभयो भने पनि त्यहाँ गएर गर्न सकिन्छ। अर्को उजुरी भनेको फेसबुक, इन्स्टाग्राम र टिकटकमा पनि हामीले रिपोर्ट गर्न सकिन्छ नि।
त्यसमा पनि कसैले केही गर्यो भने त्यसमा गयो भने त्यसको आइडीलाई रिपोर्ट गरिदियो भने चाहिँ त्यो टिकटकले पनि त्यसको आइडीलाई डिलिट गर्ने हुन्छ र फेसबुकले पनि त्यो गरे हुन्छ, त्यो पनि गर्न सकिन्छ हामीले। अर्को भनेको कानुनी सहयोग लिन सकिन्छ। कानुनी सहयोग भन्नाले महिला हेल्पलाइन भनेर छ 1145 1145, त्यसमा गयो भने हुन्छ। अर्को नेपाल प्रहरी छ 100, साइबर ब्युरो भइहाल्यो, नम्बर अघि सरले पनि अभाइलेबल थियो क्या, 0144412780, यो चाहिँ साइबर ब्युरोको भयो। अब अर्को इन्ड डिजिटल भाइलेन्स भयो। अभियानका मुख्य सन्देशहरू के भयो त? अब यसको भन्नु त के भयो भने टेक्नोलोजी सुरक्षित प्रयोग गर्ने, हामीले सुरक्षित तरिकाले प्रयोग गर्नु पर्यो टेक्नोलोजी। सम्मानजनक अनलाइन व्यवहार, सहमति बिना कसैको फोटो भिडियो सेयर नगर्ने, हेट स्पिच बुलिङ बन्द गर्ने, डिजिटल साक्षरता बढाउने र पीडितको गोपनीयता र सुरक्षा। हामीले चाहिँ मुख्य सन्देशहरू भनेको यिनै हुन्। हामीले यसको दुरुपयोग गर्दा के हुन्छ, यसलाई हामीले सही तरिकाले चलायो भने त यसैमा संसार छ नि त। अहिले कहाँ कालीकोटका भाइ बहिनीहरू हुनुहुन्छ, हामीले यहाँबाट बोलेको सुनिराख्नु भएको छ, हामीले कहाँ तपाईँहरूलाई यहाँबाट देख्न सकिरहेछौँ पिक्चरमा भनेपछि त यो टेक्नोलोजी त धेरै राम्रो कुरा हो नि त। पहिला भए विदेशमा भएका आफन्तहरूसँग हामीले कसरी यसरी कुरा गर्न सकिन्थ्यो र सकिन्थेन नि त। अब अहिले भिडियो कल छ, यहीँ घरै बसेर सँगै बसेर गफ गरे जस्तो हुन्छ नि त हामीलाई। त्यसकारण यसको सही उपयोग चाहिँ गर्नु पर्यो। यस्तो दुरुपयोग गर्यो भने त हामीले आफैले सजाय भोग्नुपर्छ, आफै जानुपर्छ, मुद्दा लम्बिन्छ। अब तपाईँहरूले साइबर ब्युरो उहाँ दिनुभयो भने पनि उहाँ समात्नुहुन्छ, समातेपछि फेरि त्यहाँ जानुपर्छ वकिलै कि वकिलबाट जानु पर्यो होइन। त्यही भएर केसहरू त लम्बिन्छ, सजायको भागीदार हुनुपर्छ तपाईँहरू। त्यसकारण तपाईँहरूको भविष्य त यति उज्यालो छ, यसलाई राम्रो तरिकाले टेक्नोलोजीबाट जान्नुभयो भने भोलि तपाईँले यसैबाट कहीँ जानै पर्दैन। तपाईँ एउटा रुममा बसेर यो डिजिटल प्रविधिबाट तपाईँले सारा संसार देख्न पनि पाउनुहुन्छ, काम पनि त्यहीँबाट गर्न पाउनुहुन्छ, कहीँ जान पनि पर्दैन। यति सजिलो छ। यसलाई हामीले दुरुपयोग गरेर मात्रै हामी सजायको भागी हुन सक्छौँ। त्यसकारण धेरै कुरा अघि सरले नै भनिसक्नुभयो, यति नै हो। तपाईँहरू चाहिँ एकदमै राम्रोसँग सुरक्षित तरिकाले टेक्नोलोजीको प्रयोग गर्नु पर्यो होइन। अनि अनलाइनमा सम्मानजनक शब्दहरू प्रयोग गर्ने, कसैलाई नराम्रो नभन्ने। बरु तपाईँले रियलमा कोही साथीलाई पिट्नुभयो भने साथीमा केही हुँदैन, त्यो प्रमाण पनि छ। ल पिटेर घाउ चोट नलाग्ने गरी फेरि पिट्ने भनेर मजाले घाउ चोट लाग्ने गरेर पिट्नु भन्न खोजे होइन, जिस्केर केही हुन्छ नि। अब कोही साथीलाई जिस्केरै यतिकै म्यासेज लेखिया छ भने नि भोलि उसँग नराम्रो भयो भने उसले त्यसैलाई प्रमाण लिन सक्छ नि त भोलि, त्यसले मलाई यस्तो भन्ने भनेर। त्यसकारण त्यो चाहिँ जिस्केर पनि त्यस्तो नगर्नुहोस्, बरु खुलेर कुरा गर्ने, बरु अगाडि प्रत्यक्ष भेटेर कुरा गर्दा राम्रो। तर डिजिटल प्रयोग गरेर कुनै पनि अपमानजनक शब्दहरू र अश्लील फोटोहरू सेयर गर्ने त्यस्तो चाहिँ केही पनि नगर्नु होला। हस्, आजलाई यति नै होला, मेरो सायद टाइम पनि सकियो होला, मैले भन्नुपर्ने चाहिँ यति नै होला है। हस्, नमस्कार। रत्नदी, you are muted. म्युट छ। धन्यवाद अधिवक्ता सलिलो तिवारीज्यू। यहाँको उपस्थितिले हामीलाई चाहिँ नि धेरै कुरा जानकारी भएको चाहिँ नि महसुस गरेका छौँ र सम्पूर्ण उपस्थित हुनुभएका सबैजना भाइ बहिनी तथा उपस्थित भएका शिक्षक तथा सम्पूर्णले चाहिँ नि धेरै कुरा जान्नुभयो भन्ने कुरा चाहिँ नि मैले महसुस गरेको छु। र हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र यहाँलाई चाहिँ नि कुनै कुरामा जानकारी लिनु छ र कुनै कुरामा प्रश्न सोध्नु छ भने चाहिँ नि पालैपिलो यहाँले चाहिँ नि कोसँग अधिवक्ताज्यूसँग सोध्नुहुन्छ या हाम्रो चाहिँ नि पुलिससँग सोध्नुहुन्छ, साइबर ब्युरोको पुलिससँग सोध्नुहुन्छ, यहाँले चाहिँ नि प्रस्ताव भयो भने हामीले चाहिँ नि धेरै होइन 2-4 चाहिँ क्वेसन्सहरू चाहिँ नि लिन सक्नेछौँ। कोही हुनुहुन्छ? सायद यहाँलाई केही क्वेसन छ जस्तो मैले अनुभव गरिनँ र कार्यक्रम पनि अलि लामो नै भइसक्यो। हामी कार्यक्रम समयभन्दा अलि अगाडि नै भइसक्यो कारणले गर्दा, र म यो प्रोग्रामलाई चाहिँ नि टुङ्गाउनतिर लाग्छु भन्ने अनुमति लिँदै आज उपस्थित भएका सम्पूर्ण रोचक यस कार्यक्रमलाई चाहिँ नि रोकेर दिनु सार्थक बनाउनु वक्ता साइबर ब्युरोबाट पाल्नुभएका प्रहरी नायक उपरीक्षक गजेन्द्र आचार्यज्यू, अधिवक्ता सल्लु तिवारीज्यू, जोन्टा क्लब अफ काठमाडौँको तर्फबाट हृदयदेखि धन्यवाद दिन चाहन्छु। र यस कार्यक्रममा आयोजक तथा यस कार्यक्रमको कमिटी चेयर जोन्सन श्रीयुक्ता पाण्डेज्यू, को चेयर जोन्सन मालिका राणा, सहयोगीहरू जोन्सन प्रलस जोशी, जोन श्रद्धा
श्रद्धा र प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण जोनसन्सका साथै यस संस्थाका सहयोगी सविता भण्डारी र यस कार्यक्रमको टेक्नोलोजीमा महत्त्वपूर्ण योगदान दिनुहुने जोनसन्स मुन प्रधानलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। र आजको यस कार्यक्रमले सबैजनाले चाहिँ नि धेरैभन्दा धेरै कुरा जानकारी लियो भन्ने चाहिँ नि विश्वास गर्दछु। र हामीले चाहिँ नि विगत वर्षमा बाल विवाह, घरेलु हिंसा र महिला अधिकार सम्बन्धी कानुनी प्रावधान सम्बन्धी एउटा चाहिँ नि पुस्तिका विमोचन गरेका थियौँ। र यसमा चाहिँ नि सम्पूर्ण कुराहरू बाल विवाह, घरेलु हिंसा, महिला अधिकार र सबै कुराहरू चाहिँ प्रष्ट र सरल भाषामा लेखिएको छ। र यो चाहिँ नि हामीले चाहिँ नि सकेसम्म कुरियर मार्फत चाहिँ त्यहाँ उपलब्ध गराउने चाहिँ व्यवस्था गरेका छौँ। र अवश्य पनि यहाँले यो पुस्तक हेरेर यसमा जानेका र बुझेका कुराहरू हाम्रो प्रहरी हाम्रो अधिवक्ताज्यूले भने जस्तै आफूले जानेर मात्रै हुँदैन, अरूलाई पनि बुझाउनुपर्छ। यति भन्दै सायद आजबाट म यो कार्यक्रमलाई चाहिँ नि यही अन्त भएको घोषणा गर्दै यहाँबाट बिदा लिन्छु। धन्यवाद। म केही भन्नु रत्न? हजुर दिदी। हामीलाई जस सरले पनि के बोल्न चाहनु भएको छ, हाम्रो कोअर्डिनेटर, उहाँलाई पनि एकपल्ट बोल्न। हजुर हामीलाई यो कार्यक्रमलाई लोकपकारको समन्वयबाट हाम्रो जज सरसँग चाहिँ नि कोअर्डिनेट गरिदिनु भएको र उहाँले चाहिँ यत्र धेरै विद्यार्थीहरूलाई चाहिँ नि संलग्न गराइदिनु भएको उहाँलाई धन्यवाद दिन चाहन्छु। र उहाँले चाहिँ आफ्नो विचार राख्न लाग्नु भएकोले उहाँलाई चाहिँ नि यो कार्यक्रम केही विचार आफ्नो राखिदिनु हुन अनुरोध गर्दछु। हस्, धन्यवाद म्याम लगायत सम्पूर्ण अग्रज व्यक्तित्वहरू र विद्यार्थी भाइ बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद तथा नमस्कार। यो जुन कार्यक्रम यस्तो यो सुनौलो अवसर हामीलाई प्रदान गरिदिनु भएकोमा हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ। विद्यार्थी भाइ बहिनी हाम्रो त विकट क्षेत्र भए हुनाले यहाँ त जुन तपाईँहरूले भनेको भन्दा अझ धेरै अपराधहरू भइरहेका छन्। कतिपय त यहाँ हुन त अनलाइन हेरेसमेन्टभित्र नपढे पनि यहाँ त जुन अहिले त कस्तो चलिरहेको छ भने अहिलेसम्म पनि अझै पनि यो युगसम्म पनि जुन मान्छे एउटालाई मनपर्छ, जस्तै मलाई एउटा केटी मन पर्यो भने त्यहाँबाट तानेर लगेर बिहा गर्ने चलन छ होइन, बिहे गर्ने चलन त्यस्तोसम्म अहिले हाम्रो यो समाजमा भइरहँदा यतिको ज्ञान दिइदिनु भयो। हजुरहरूलाई धेरै धेरै धन्यवाद। अब अझ धेरै कुराहरू सिक्नुभयो, उहाँहरूले थाहा पाउनुभयो होला। अब केही कुराहरूमा परिवर्तन ल्याउनुहुन्छ होला, आफूमाथि भएका दमनहरूलाई चाहिँ बाहिर ल्याउन सक्नुहुन्छ होला भन्ने मैले पनि आशा राखेको छु। म सोही गाउँपालिकाकै एउटा युवा भएको नाताले र उहाँहरूले चाहिँ एउटै विद्यालयलाई भन्नुभएको थियो, तर यो जुन ट्रेनिङ चाहिँ सबै विद्यालयलाई दिन आवश्यक ठानेको हुनाले मैले सबै विद्यालय जस अहिले 10वटा विद्यालय समेटिएको छ, जस उहाँहरूलाई पनि जस हेल्पफुल भयो होला जस्तो लाग्छ। हुन्छ, मेरो कुरा यति नै हो। धन्यवाद। हजुर धन्यवाद जस बोगटी सर, यहाँले दिनुभएको कुरालाई हामीले चाहिँ मध्यनजर राख्दै आगामी दिनहरूमा पनि यसरी नै अनलाइन मार्फत चाहिँ हामी अरू कार्यक्रमहरू पनि दिएर त्यहाँका भाइ बहिनीहरूलाई अझ धेरै जानकारी दिन सक्छौँ भन्ने हामी विश्वास लिएका छौँ। र यहाँको सहयोगको लागि हामी जोन्टा क्लब अफ काठमाडौँ सदैव चाहिँ नि यहाँप्रति आभार व्यक्त गर्दछु। धन्यवाद। हामीले मैले एउटा कुरा राख्नु खोजेँ, हामीले हाम्रो जन्सन रत्न केसीले भने जस्तै, रत्न कार्कीले भन्नुभयो जस्तै हामीले चाहिँ बुक्सहरू पठाइदिन्छौँ सर त्यहाँ, अनि त्यो बुक्सहरू बाँडिदिनु होला। त्यस बाहेक हामीले चाहिँ प्रत्येक विद्यालयमा चाहिँ हामीले सर्टिफिकेट, पार्टिसिपेसनको सर्टिफिकेट पनि हामी पठाउँछौँ विद्यालयको नाम तोकेर। सो त्यो पनि हामी कुरियर मार्फत पठाउँछौँ। त्यो पनि प्रत्येक विद्यालयलाई दिइदिनु होला भनेर हाम्रो अनुरोध छ। हस्, थ्याङ्क यू। हाम्रो इमिडिएट पास्ट प्रेसिडेन्ट आभा शाहले पनि बोल्न खोज्नु भएको जस्तो थियो, उहाँलाई पनि बोल्नु। उहाँहरू नमस्कार। सबै भाइ बहिनीहरूले अहिले क्वेसन नसोध्नु भयो भने पनि मनमा कति क्वेसनहरू उब्जेको होला, कति कुरा सोध्न मन होला, आफ्नो विद्यालयको टिचरको मार्फत, प्रिन्सिपलको मार्फत या जज सरको मार्फत त्यो सबै क्वेसन्सहरू चाहिँ नि सोध्नलाई मिल्छ। लेखेर दिनुभयो हुन्छ, त्यसको पनि आन्सर आउँछ। तपाईँहरूले कति अहिले सुनेर पनि तपाईँलाई कति क्वेसन गर्न मन भएर पनि सक्नु भएको छैन भने चाहिँ नि त्यो क्वेसन लेखेर पठाउनु भयो भने त्यसको पनि आन्सर हाम्रो अहिले स्पिकर्सहरूले गरिदिनुहुन्छ। र तपाईँहरूलाई आई थिङ्क सिक्दा टी प्याकेट के स्मल प्याकेट पनि हामी डिस्ट्रिब्युटिङ होइन?
हामी जस्ट सर हामी सबै स्कुल्सहरूमा दिइसक्यौँ होइन हामीले खानेकुराको हजुर हजुर मैले उहाँहरूलाई जानकारी गरिसकेको छु त्यसको भिडियो सहित फोटो सहित पठाइदिनु होला भनेको छु के गरौँ यसैमा उहाँहरूलाई खाना लगाउने हो कि अथवा उहाँहरूले खाइसकेपछि फोटो भिडियो उपलब्ध गराउँदा हुन्छ सर एउटा न एउटा कोही विद्यार्थीले यसो बोलिदिनु के जान्नुभयो भने कसैले भनिदियो भने अझ राम्रो हुन्थ्यो कि स्पिकर्सहरूको लागि अहिले अहिले एकजनाले भए पनि कुनै स्कुलको एकजनाले भए पनि बोलिदिनु भयो भने स्पिकर्सहरूको लागि पनि राम्रो भएर राम्रो प्रोग्राम भयो भन्ने हुन्थ्यो कि त्यो गर्न सक्नुहुन्छ कि अहिले के मजाले हुन्छ यता सरस्वती माविबाट एकजनाले बोलिदिनुहोस् न है एकजनाले चाहिँ के सिक्नुभयो हजुरहरूले चाहिँ यो 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 ट्रेनिङमा चाहिँ हजुरहरूले के सिक्नुभयो तपाईँहरूलाई के प्लस पोइन्ट भयो त्यो कुरा कसैले भनिदिनुहुन्छ कुनै पनि स्कुलहरूबाट भनिदिँदा हुन्छ है बोल्न सक्ने जतिजना विद्यार्थी हुनुहुन्छ एकजना अगाडि आएर भनिदिनुहोस् न हाम्रो सरस्वती मावि भिटाबाट युवराज ऐडीले बोल्न चाहनु भएको छ एकजना बालिकाले पनि बोल्नलाई तयार भइराख्नु भयो भने राम्रो हुन्छ होला है यहाँ उपस्थित यहाँ इन्टरनेटमा सम्पूर्णलाई मेरो नमस्कार म सरस्वती माध्यमिक भिटाको कक्षा 10मा अध्ययनरत छात्र युवराज ऐडी हो जसमा हाम्रो यो एउटा कार्यक्रम सञ्चालन भएको छ आजदेखि नै यो साइबर ब्युरो अन्तर्गत हाम्रो समाजमा धेरै किसिमको यस्ता घटना भइरहेको छ त्यसलाई केही अन्त्य गर्नको लागि अथवा न्यूनीकरण गर्नको लागि चाहिँ एउटा यहाँ कार्यक्रम सञ्चालन गरियो त्यसमा हजुरहरूको बखत धेरै कुरा गर्नुभयो हजुरले हामीले यहाँ सुन्यौँ त्यसमा चाहिँ केही सुधार आला जस्तो छ होइन अब हाम्रो समाजमा चाहिँ विशेष गरी चेलीबेटीहरूमा अथवा इन्टरनेटमा यस्तो धेरै इन्टरनेटमा जस्तै कहिलेकाहीँ मेसेज चाहिँ नराम्रो मेसेज आएर चाहिँ कसैको मानवमाथि कहिलेकाहीँ केही नराम्रो असर परेको छ मेसेजहरू पनि आइरहेको हुन्छन् मोबाइलमा कसैको कहिलेकाहीँ मेरै स्वयं बाबाको मोबाइलमा पनि यस्तो धेरै मेसेज आएको चाहिँ मैले पनि देखेको छु त्यो चाहिँ यस्तो हुँदो रहेछ भन्ने चाहिँ मैले यहाँ तपाईँहरूको माझमा आएर आज यो कार्यक्रममा आएर चाहिँ त्यो कुरा चाहिँ सिक्न पाएको छु सर्वप्रथम हजुरलाई सबभन्दा धेरै धेरै धन्यवाद दिँदै म चाहिँ यति भन्दै बिदा हुन्छ नमस्कार हजुर धन्यवाद भाइ यहाँले आफूले बुझेको र जानेको कुराहरूले आफूले मात्र होइन अरूलाई पनि र आफ्नो परिवारलाई पनि भनेर यस साइबर अपराधबाट चाहिँ नि यसलाई निर्मूल पार्न नसके पनि न्यूनीकरण भने अवश्य गर्न सक्छ भन्ने विश्वास लिएका छौँ अब सबैजनालाई एकचोटि भिडियो अन गरिदिनु हुन अनुरोध गर्छु म यहाँबाट स्क्रिनसट लिन्छु फोटो खिच्न ग्रुप फोटो यही नै हो अनलाइन भएपछि अलि अप्ठ्यारो हुन्छ सबैजना भिडियो चाहिँ अन गरिदिनुहोस् अनि म यहाँबाट स्क्रिनसट लिन्छु श्रीजन्ता सेकेन्डरी जनप्रिय मावि एडभोकेट सल्लुलाई पनि रिक्वेस्ट गर्छु सबैजनाले स्टार्ट लेटर भन्नुभएको छ लेटर नगरेर अहिले फोटो खिच्नको लागि हो प्लिज अन गरिदिनुहोस् न भिडियो हाउ 2025 को हुनुहुन्छ श्रद्धा XPH एडभोकेट सल्लु रत्नाजीले एकचोटि कल गरेर सोध्नुहुन्छ कि उहाँले अन गर्नुहुन्छ श्री जनता सेकेन्डरी स्कुल हाम्रो भिडियो अन गरिदिनुहोस् न फोटो खिच्नलाई एउटा हजुर हाम्रो हुन्न त भिडियो ए ल ओके त्यसो अहिले जति छ त्यो चाहिँ भिडियो खिच्छु है म फोटो खिच्छु है ल है स्माइल अर्को एउटा स्माइल थ्याङ्क यू थ्याङ्क यू सो मच
र हामीले हाम्रो वेलकम। तपाईँहरूको सुझाव तपाईँको प्रश्नहरू पठाउनुहोस् हामीलाई, हामी पुस्तक पठाउनेछौँ। थ्याङ्क यू। धन्यवाद। आजको यो कार्यक्रम यही नै अन्त भएको घोषणा गर्दै सबैलाई जोन्टा क्लब अफ काठमाडौँद्वारा हृदयदेखि धन्यवाद दिन्छु। थ्याङ्क यू सो मच। म एन्ड गर्छु है मिटिङ। थ्याङ्क यू। अनि जस्ट जी हजुर तपाईँले त्यो जुन रेकर्डिङ छ नि त्यसलाई सेयर त गर्नुहुन्छ, हामीलाई पनि ड्राइभमा राखेर सेयर गरिदिनुहोस् न है। हुन्छ, म सेयर गरिदिन्छु। बाई, नमस्ते। कतै हाँसिरहनु। ल सबैजनालाई बाई बाई है, खाजा खाएर निस्किनु होला।